चलिरहेको छ है सर? हवस्, हुन्छ। हजुर विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिद्वारा आयोजित बिम्ब र विमर्शको कार्यक्रम देश देशावरको कार्यक्रममा एक विज्ञ व्यक्तित्वका जीवनका आरोह अवरोह बारे हामी चर्चा गर्ने कार्यक्रममा हामी उपस्थित भएका छौँ। जेएफएनएलको फेसबुक पेज, हाम्रो आधिकारिक पेजमा वरिष्ठ साहित्यकार, नारी आख्यानकार श्रीमती बिन्द्या सुब्बाज्यू हामीसँग हुनुहुन्छ। उहाँलाई हामी हार्दिक अभिवादन अनि स्वागत जनाउँछौँ। नमस्ते गुरुआमा हजुरलाई। नमस्कार। र आज 11 मार्च बुधबार विक्रम सम्वत 2082 फागुन 27 गतेको साँझमा हामी उपस्थित भएका छौँ। गुरुआमा एकैछिन है। ए हजुर, हुँदो रहेछ। र यो अस्ति हामीले 8 मार्च अन्तर्राष्ट्रिय नारी दिवस हामीले मनायौँ र यो नारी दिवसको उपलक्ष्यमा हजुरलाई हार्दिक हार्दिक शुभकामना हामी व्यक्त गर्दछौँ। र जेएफएनएलको यो पेज हेरेर बसिरहनु भएका मित्रवर्गमा हाम्रो हार्दिक अभिवादन। म देविका मङ्गराती राई, महासचिव विश्व केन्द्रीय समितिबाट आज देश देशावरका कार्यक्रम बिम्ब र विमर्शको 55औं श्रृङ्खलामा श्रीमती बिन्द्या सुब्बाज्यू हामीले निम्त्याएका छौँ। उहाँका शिक्षा, जीवन, पेसा, साथै साहित्यिक देनहरूका हामी आज कुरा गर्नेछौँ। र अस्ति मार्च 8 मा हामीले अन्तर्राष्ट्रिय दिवस मनायौँ। यही पेजबाट सम्पूर्ण हाम्रा दिदीबहिनीहरूलाई हार्दिक हार्दिक शुभकामना गर्दै गुरुआमा म हजुरको यो साहित्यिक परिचय संक्षिप्तमा राख्नेछु अनि कृतिका नामहरू चाहिँ अहिले पछि गएर हजुरले नै भन्नु होला। म संक्षिप्त यो राख्दैछु हजुरको। श्रीमती बिन्द्या सुब्बा, आजका हाम्रा अतिथि वरिष्ठ साहित्यकार बिन्द्या सुब्बाको जन्म दार्जिलिङ जिल्लाको तीनधारेमा 13 जुलाई 1955 मा भएको थियो। माता स्वर्गीय मन्दरा सुब्बा अनि पिता स्वर्गीय पदमतोष सुब्बाकी छोरी बिन्द्या सुब्बाले श्री पूर्णकुमार राईज्यूसँग विवाह गर्नुभएको हो। शिक्षामा एमए बिएड विशारद अनि नर्सिङ डिप्लोमा अनि बिएससी अनर्स गर्नुभएको छ। रेणुका उच्चतर माध्यमिक विद्यालय तीनधारेमा शिक्षा पेशामा रहे पश्चात 1976 मा नर्सिङ तर्फ प्रवेश गर्नुभयो। सेविका प्रतिष्ठान विद्यालय दार्जिलिङ, सेविका प्रतिष्ठान विद्यालय कालिम्पोङ सिनियर सिस्टर ट्युटर र भारप्राप्त प्राचार्य पदमा कार्यरत हुनुभई हाल अवकाश ग्रहण गरिसक्नु भएको छ। प्रथम कविता 7औं श्रेणी पढ्दा नै प्रकाशित भएको थियो भने 1967 सालमा उहाँको एउटा कथा प्रकाशित भएको थियो र 1978 देखि लगातार कृतिहरू साहित्यलाई दिनुभएको छ। उहाँका अनुदित उपन्यासहरू, कथा संग्रहहरू, कविता संग्रहहरू, संस्मरण, लेख, नियात्रा, विविध लेख संग्रहहरू, आध्यात्मिक कृतिहरू साहित्यलाई प्रदान गरिसक्नु भएका छन्। उपन्यास र कथाले विशेष स्थान उहाँले ओगट्नु भएको छ। धेरै पुस्तकहरूले पुरस्कारहरूले पुरस्कृत र विशेष सम्मानहरूले सम्मानित भइसक्नु भएको छ र उहाँले प्राप्त पुरस्कारहरूमा विजयसी पुरस्कार, दियालो पुरस्कार, स्रष्टा पुरस्कार, रामराज पन्त स्मृति सम्मान पुरस्कार, साहित्य अकादमी पुरस्कार, राधेय कविता पुरस्कार, अगमसिंह गिरी पुरस्कार, नै डेरुनिक अन्तर्राष्ट्रिय पुरस्कार, नवरत्न पुनम काफ्ले अन्तर्राष्ट्रिय पुरस्कार, पहलमान सिंह स्वार दीर्घ साधना पुरस्कार आदि र धेरै धेरै सम्बर्धना र अभिनन्दनहरू पनि प्राप्त गरिसक्नु भएको छ। 30 भन्दा धेरै उहाँले प्राप्त गरिसक्नु भएको छ सम्मानहरू
र 9वटा देशमा विदेशमा भ्रमण गरिसक्नुभएका श्रीमती बिन्द्या सुब्बाले 6 भन्दा धेरै सङ्घ संस्थाहरूसँग संलग्न हुनुहुन्छ। उहाँको साहित्यिक योगदानहरूको कदर गर्दै नगेन्द्र गोर्खाको क्षमा चाहन्छु, नगेन्द्र गोर्खाको सम्पादनमा उहाँको अभिनन्दन ग्रन्थ पनि प्रकाशित भइसकेका छन्। एकदमै संक्षिप्तमा समयलाई ध्यानमा राखेर मैले उहाँको परिचय राखेँ र गुरुआमा अब हामी अगाडि बढ्नेछौँ। र नमस्कार फेरि हजुरलाई, कुशलै हुनुहुन्छ होला? र सर्वप्रथम हजुर कहाँ जन्मनुभयो, बाल्यकाल कहाँ बित्यो, हजुरको प्राथमिक शिक्षा, उच्च माध्यमिक शिक्षा र परिवार बारे हामीलाई केही जानकारी दिनुहुन्छ कि हजुरले? अहिले बहिनीले जुन पढ्नु भयो मेरो संक्षिप्त परिचय, त्यसमा पनि मेरो जन्मस्थानहरू थियो, जन्म तारिख साल थियो अघि जे होस् तीनधारेमा मेरो जन्म ग्रहण भएको हो। र तीनधारेकै प्राथमिक पाठशालामा 4औं श्रेणीसम्म पढेर फेरि तीनधारेकै यो गर्ल्स जुनियर हाई स्कुलमा 8औं श्रेणीसम्म पढेपछि मैले खरसाङको रामकृष्ण विद्यालयमा 9औं श्रेणी 10औं श्रेणीबाट मैले 10औं श्रेणीको कक्षा पढेकी हुँ। र त्यसपछि भने चाहिँ म कलेज गइनँ, औपचारिक रूपमा म कलेज गइनँ, तर मैले स्व अध्ययनले गर्दा नै सबै शिक्षाहरू पियुसी बिए एमए सम्मको शिक्षाहरू मैले हासिल गरेकी हुँ। र त्यसपछि नर्सिङमा गएपछि उता नर्सिङ पट्टिको मेरो पढाइ शिक्षाहरू पनि यहाँले बताउनु भयो अहिले संक्षिप्तमा मेरो बायोडाटामा। बाल्यकाल त्यस्तै थियो। अब आम नेपाली घरको छोराछोरीको बाल्यकाल कस्तो हुन्छ, कमसेकम 8-9 जना घरको छोराछोरीको बाल्यकाल त्यस बेलाको समयमा मेरो जन्म साल पनि थाहा पाइहाल्नु भयो है। त्यसमाथि म बीचको सन्तान थिएँ, म ठुलो पनि थिइनँ, पहिलो सन्तान पनि होइन, कान्छो सन्तान पनि होइन। बीचको सन्तानको कस्तो स्थिति हुन्छ त्यो सबैले जानेकै कुरा हो कि आङमा भाइ बहिनी नबोकी मैले बाल्यकालमा कहिले पनि खेल्नु पाइनँ। दिदीहरू चाँडै उहाँहरूको बिहे भएर गएपछि फेरि सानै उमेरमा ठुलो भएर भाइ बहिनीको भन्दा ठुलो भएर धेरै घर धन्दाहरू पनि गर्नु पर्थ्यो त्यो बेलाको समय। र त्यस्तै बाल्यकाल थियो हाम्रो समयमा। तर त्यो धेरै शिक्षाप्रद थिएछ कि हामीलाई बनाउने एउटा आधारशिला पनि थिएछ। हाम्रो बाल्यकालमा जुन कठिन सङ्घर्ष गर्यौँ हामीले सबै कुरोमा, खेल्नुमा, खानुमा, स्कुल टाढो टाढो स्कुल, समयमा स्कुल पुग्नुमा, त्यो सङ्घर्षले चाहिँ हामीलाई जीवनमा बलियो भएर अडिने शिक्षा दिएछ, तयारी गरेछ भन्ने म सम्झन्छु। हजुर आमा बाबाको पनि अब त्यो हेरचाह है, यो राम्रो फाउन्डेसन भनौँ न, फाउन्डेसन राम्रो राखिदिनु भएछ उहाँहरूले। गुरुआमा हजुरले 7औं श्रेणीदेखि नै लेख्नु थाल्नु भएको रहेछ। 7औं श्रेणी हुँदा नै तपाईँको कविता प्रकाशित भएको थियो है। त्यति सानो उमेरदेखि हजुरले कसरी प्रेरणा पाउनुभयो, कसरी लेख्न थाल्नुभयो गुरुआमा? त्यो ठिक बताउन सकिँदैन बहिनी, ठिक हुँदैन रहेछ। अब त्यो ईश्वर प्रदत्तै हो भन्ने पनि म सम्झन्छु। त्यसपछि सानैदेखिको साहित्य प्रेम पनि हुनु पर्दो रहेछ। मेरो घरमा दाजु दिदीहरूले एकदमै साहित्य पढ्नुहुन्थ्यो, उपन्यासहरू घरमा आउँथ्यो, पत्रिकाहरू घरमा आउँथ्यो, मैले पनि पढ्थेन। म 4औं श्रेणी पढ्दै 5औं 6औं श्रेणी पढ्दा नै पत्रिकाहरू पुस्तकहरू पढ्ने हुन्थे। तपाईँ विश्वास गर्नुहुन्छ हुन्न, मैले कृष्ण सिंह मोक्तान सरको चरणधुली 5औं श्रेणी हुँदा मैले पढेको त्यो उपन्यास है। त्यसो गर्दा आफूलाई पनि मैले पनि यस्तै लेख्न पाए हुन्थ्यो भन्ने थियो। र त्यस बेला तीनधारेमा असित राई, हर्कयोञ्जन बिराईहरू जस्ता साहित्यकारहरू पनि थिए। र अहिले विचन्द्र जसलाई भन्छौँ, चन्द्रकुमार प्रधान त्यस बेलाको नाम थियो, खास नाम उहाँको। असित राई, चन्द्रकुमार प्रधान, दिलु छेत्री भनेर जुन उहाँ 3 जना मिलेर एउटा सागर भन्ने पत्रिका चाहिँ प्रकाशित गर्नुभयो। 2-3 अङ्कसम्म चले त्यो सागर पत्रिकामा मेरो पहिलो एउटा जीवन फुल भन्ने कविता प्रकाशित भयो 7औं श्रेणी हुँदा। र त्यो नै मेरो प्रथम प्रकाशित रचना हो। कविताबाट मैले सुरु गरेँ, पछि गएर कथामा, उपन्यासमा रुचि बढ्यो। र कसरी रुचि भयो भन्दा यो अलिकति पढ्ने पनि भयो, अनि आफ्नो अगाडि कोही आफ्नो आदर्श
कोही आदर्श व्यक्तित्व पनि कुनै प्रतिभा पनि भयो भनेदेखि यदि हामी आकर्षित भयौँ भने हामीलाई पनि त्यस्तै गर्नु पाए भन्ने हुँदो लाग्दो रहेछ। र सबैभन्दा ठुलो कुरो चाहिँ यो एक एकवटा गुणहरू कला हुन्छ त्यो चाहिँ ईश्वर प्रदत्तै हुन्छ भन्ने मेरो छ। अनि साधनाले पनि हुन्छ, अभ्यासले पनि हुन्छ। तर अब यति सानैदेखि झट्टै कविताहरू सुरु गरिहाल्नु भन्ने चाहिँ यो ईश्वर प्रदत्त पनि थियो कि ममा भन्ने चाहिँ मेरो ठहर छ। हजुर, हुन्छ ग्रामा। अनि हजुरले त नर्सिङ गर्नुभयो है, अहिले मैले परिचयमा पनि राखेँ तपाईँले ट्रेनिङहरू गर्नुभएको है। तर मैले हजुरको एउटा कथा नित्य कथाखेरि पढ्दाखेरि चाहिँ त्यहाँनिर तपाईँले एक जग्गामा भन्नुभएको रहेछ, म नर्स बने तर मलाई अर्कै बन्नु थियो है, मलाई अर्कै बन्नु थियो भनेर हजुरले लेख्नु भएको रहेछ। तपाईँलाई त्यो के नर्स को ट्रेनिङको लागि कसैले फोर्स गर्नुभयो कि आफ्नै खुसीले जानुभयो कि के हुनु इच्छा थियो हजुरलाई? फेरि यो नर्स ट्रेनिङ तपाईँले कहाँबाट गर्नुभयो, कहाँ कहाँ हजुरको पोस्टिङ भयो, कस्तो प्रकारको बित्यो हजुरको जागिरे जीवन चाहिँ, पेसाहरू चाहिँ? यो त्यो बेला अघि हामीले स्थिति बताइहाल्यौँ अघि, हाम्रो थुप्रो घरको छोराछोरी अनि जो प्रवेशिकासम्म माथि खरसाङमा पढिसकेपछि त्यस बेला यो सिनियर नर्सिङ ट्रेनिङ चाहिँ प्रवेशिका पासले त पछि अहिले एचएस भयो। अहिले त धेरै बढ्दै गयो शिक्षाको यति शिक्षा हुनुपर्छ भन्ने मानदण्ड पनि। त्यति बेला त्यो हुने थियो र पढ्दै नै थिएँ, म पनि पढ्दै थिएँ। तर म नर्सिङमा जानुभन्दा अगाडि चाहिँ स्वैच्छिक एउटा शिक्षिकाकै रूपमा मैले तिनधारेको रेणुका कन्या विद्यालयमा प्राय 2.5 वर्षसम्म जुनियर हाई स्कुलमा पढेँ पनि। त्यही स्कुलमा पढ्दा पढ्दै मैले विशारदहरू पनि पास गरेँ, पियुसीहरू पास गरेँ, बिएहरूको तयारी पनि मैले गर्दै थिएँ। मलाई अर्कै हुनु मन लाग्थ्यो भन्दा चाहिँ मलाई अध्यापन कार्य गर्नु मन लाग्थ्यो, साहित्य पढ्नु मन पर्थ्यो अनि विद्यालय महाविद्यालयमा पढाउनु मन लाग्थ्यो। त्यही भएर मैले धेरै वर्षसम्म सर्भिसमा म गर्दा पनि मैले कतै म उता निस्किन पो सक्छु कि जान पो सक्छु कि फेरि भनेर मैले शिक्षालाई एमएसम्म बनाएँ है, स्वअध्ययनले एमएसम्म पढेँ। त्यसपछि त्यसरी म्यानेज गरेर त्यो बेलाको समयमा बिएड पनि मैले गरेँ। तर यो पनि अघि ईश्वर प्रदत्त भनेको जस्तो पनि यो कुराहरू पनि यो नोकरी भन्ने कुरा हैन, बिहा यो भन्ने कुरा मेरो अलिकति म ईश्वरवादी पनि हुँ, अलिअलि त भाग्यवादी पनि हुँ। भाग्य आफैले बनाउँछौँ हामी, त्यो कुरा पनि जान्दछु, म त्यसमा पनि विश्वास छ। तर मैले यत्रो चेष्टा गर्दै पनि म त्यहाँबाट निस्किन सकिनँ। म ढिलो मुभ गरेँ। मैले हायर एडुकेसनहरू चाहिँ मैले उच्च शिक्षा नर्सिङको अलिक ढिलो सुरु गरेँ। त्यसपछि जब मलाई बोध भयो कि होइन मैले जहाँ छु मैले त्यही क्षेत्रलाई मैले सम्हाल्नुपर्छ, त्यही क्षेत्रमा म चम्किनुपर्छ, त्यही क्षेत्रलाई नै मैले अघि बढाएर लानुपर्छ, त्यसैमा उन्नति गर्नुपर्छ भन्ने भयो मलाई। र कसैले फोर्स गर्नु भन्ने यो एउटा हाम्रो अब परिस्थिति अप्सन हुँदैन थियो हाम्रोमा होइन, छनौट भन्ने थिएन, म जानु पाउँछु पाउँदिन। एउटा नोकरी पायो, घरमा थुप्रै छोराछोरी, म दिदी भएँ, भाइ बहिनी पढ्दैछन्, मलाई कर लाग्यो, म गएँ अघि। त्यसरी नै गएको म आफ्नो एकदम स्वइच्छाले खुसी भएर भन्दा पनि घरको सबै बुझेर म गएँ अघि, घरको बुझ्ने एउटा छोरीको रूपमा पनि। तर म नगरे पछि चाहिँ त्यसपछि म डिप्लोमा नर्सिङ एडुकेसन एडमिनिस्ट्रेसन गर्न म गएँ सिङ्गुरमा 1 वर्षको ट्रेनिङ। त्यसपछि म बिएससी अनर्स नर्सिङहरू म गरेँ। त्यसपछि चाहिँ यो जब मैले बुझेँ कि म मेरै क्षेत्रलाई सम्हाल्नुपर्छ भन्ने, पछि गएर चाहिँ मलाई थाहा भयो कि होइन, म यसैमा अडिएको निस्किन नपाएको चाहिँ मैले अथाह लेख्नु पर्ने कारणले पो रहेछ त। मलाई अथाह लेख्नु पर्ने थिएछ मेरो वाङ्मयको निम्ति, साहित्यको निम्ति, अस्पिस लेख्नु पर्ने थिएछ, भेन्टिलेटर लेख्नु पर्ने थिएछ अघि। अनि मलाई पछि चाहिँ मलाई राम्रै लाग्यो। मलाई यो पेसाले मैले जुन विषय लिएर मैले लेख्न सकेँ त्यो मैले मात्रै लेख्न सक्थेँ। अरूले चाहिँ अध्ययनको भरमा, उयो गरेको भरमा, भ्रमणको भरमा गरेको भरमा, स्टडीको भरमा लेख्न सक्थ्यो। तर म चाहिँ मेरै क्षेत्र, मै भोगेको, मै पसेको, मेरो आज पनि त्यहीँ, भोलि पनि त्यहीँ भन्ने प्रकारले चाहिँ मैले हुनै पर्ने रहेछ भन्ने कुरो लिएर लेखेँ। र त्यसपछि म चाँडै मैले कम्ती गरेँ बेडसाइड नर्सहरू, कम्ती झन्डै 8 वर्ष जस्तो मात्रै। र चाँडै म शिक्षणपट्टि, नर्सिङको शिक्षणपट्टि लागेँ र मैले जीवन नै नर्सिङमा पढाउनुमै बिताएँ। र पछिल्लो केही समय 4-5 वर्ष म उसमा पनि पढेँ अघि,
यो प्राचार्यको पदमा रहेर सिनियर सिस्टर ट्युटरको पदमा रहेर मैले केही ऊ पनि सम्हाल्नु पर्यो, एडमिनिस्ट्रेसन पनि मैले सम्हाल्नु पर्यो, नर्सिङ स्कुलहरूको र जे भयो ठिकै भयो। मलाई कुनै त्यसमा अहिले चाहिँ कुनै हजुर मलाई त्यस्तै लाग्दै थियो हजुरलाई चाहिँ शिक्षणपट्टि नै इच्छा थियो होला किनभने साहित्यको रुचि है लेखनहरूमा र तर तपाईँ प्राचार्य हुनुभयो त्यहाँ पढाउनु भयो त्यो कलेज स्कुलमा पढाएको भन्दा पनि अझै ठुलो यसरी हस्पिटलमा है यो स्वास्थ्य विषयमा पढाउँदा त झनै राम्रो भयो। हजुर साँच्चै नै हजुर लकी हुनुभयो किनभने अथाह जस्तो एउटा विशिष्ट उपन्यास जन्माउन सक्नुभयो, भेन्टिलेटर हस्पिसहरू साँच्चै नै। अनि यो अघि भन्नुभयो हामीले सानैदेखि पत्र पत्रिका पढ्थ्यौँ कथाहरू पढ्थ्यौँ, त्यसले पनि हुनसक्छ अगाडि बढेको। तर मैले यसो सोच्दाखेरि चाहिँ मेरो आमाले पनि खुबै पढ्नुहुन्थ्यो कथा किताबहरू, हामीलाई धेरै कथाहरू पढाउनुहुन्थ्यो भन्नुहुन्थ्यो। तर उहाँ चाहिँ कथा अब लेख्न सक्नु भएन, उहाँ अब लेखक बन्नु सक्नु भएन। तर भनेपछि त्यो एउटा लेखक हुनुलाई त्यो पठन मात्रै होइन, आफ्नो यो के अरे ट्यालेन्ट है गफ्ट ईश्वरीय उयो पनि हुनुपर्ने रहेछ, लगन हुनु पर्यो। हजुर त्यस्तो हुनुपर्ने रहेछ जस्तो लाग्यो मलाई हजुर। भनेपछि एउटा सर्जकलाई चाहिँ कस्तो के चाहिँ चाहिँदो रहेछ भन्ने हजुर भन्नुहुन्छ यसमा यो कुरामा? सर्जकलाई लेख्नुको निम्ति चाहिँ अलिअलि त दुःख पनि चाहिँदो रहेछ भने जस्तो लाग्यो मलाई। अघि दुःखले सङ्घर्षले मान्छेलाई जुन भावहरू गर्छ नि त्यसले हाम्रो अभिव्यक्तिमा एउटा बल पनि दिँदो रहेछ। तपाईँ अहिले हेरिहाल्नुहोस् न, अघि अहिलेको सबै हाम्रो वातावरणमा हेर्दाखेरि पनि अहिले केटाकेटीहरू क्लास यो 6-7मा अब साहित्यको सेवा गर्छु भन्ने, वाङ्मय गर्छु, यस कविताहरू लेख्छु छाप्छु भन्नेहरू थोरै छन्। किनभने अहिले टेक्नोलोजीले गर्दा, प्रविधिक धेरै कुराले गर्दा विशाल भयो, सबै कुरा विशाल भयो, मौकाहरू विशाल भयो, उनीहरूको लागि सहुलियतहरू पनि विशाल भएर गयो, क्षेत्रहरू विशाल भएर गएकोले गर्दा चाहिँ उनीहरूले बेग्लै बेग्लै उयोहरू पनि रोजे। तर जो यो साहित्य कला यसमा पढ्छन् नि, तर चुनिएकाहरू छन् नि त, अघि चुनिएकाहरू पनि छन्। त्यो उनीहरूलाई सबभन्दा पहिला त रुचि पनि हुनु पर्यो। अनि घरमा कोही न कोही चाहिँ एउटा उत्प्रेरक भन्छ नि, त्यो त्यसलाई एउटा हावा लगाउने अलिकति उत्प्रेरणा दिने होइन, त्यो गर्ने चाहिँ हुनुपर्छ होला होइन वातावरणमा। मेरो वातावरणमा हाम्रो बहिनीहरूले पछि लेखे, तर मैले लेख्दा म नै प्रथम हाम्रो केही लेख्ने चाहिँ हाम्रो परिवारमा। तर पनि घरमा साहित्यिक पुस्तकहरू आउँदो रहेछ नि त अघि, त्यो आउँदा त्यो पुस्तक पढ्ने पनि मलाई रुचि भयो। लेखकहरूलाई चिनेर यस्तैले मैले पनि लेख्न पाए हुन्थ्यो भन्ने लाग्यो नि। त्यो चाहिँ हुनुपर्दो रहेछ, रुचि हुनुपर्ने भयो। अनि लगन पनि हो एउटा कुरो, साधना पनि हो, अनि प्रेम पनि हो आफ्नो भाषा साहित्यप्रतिको। यदि लेखक हुनु हो भने त्यो यस्तै कुरा नै हामीलाई एउटा लेखक हुनुको निम्ति सहायता गर्छ होला। हजुरले आफ्नो समकालीन भन्दा पनि हजुरभन्दा सिनियरै हुनुहुन्छ होला, हाम्रो विचन्द्र सर, असित राई सर भन्नुभयो है। हजुरको समकालीन त्यति बेला नारी हस्ताक्षरहरू को थिए, अनुजहरूमा को थिए हजुरले सम्झिनु पर्दा अहिले त्यस्ता जब लेखन सुरु भयो तपाईँको? देविका बहिनी वसुधामा सदस्य हुनुहुन्छ अघि, एकदम कर्मठ सदस्य पनि हुनुहुन्छ तपाईँ। वसुधालाई साह्रै माया गर्ने र भिजेको हुनुहुन्छ तपाईँ। मेम्बर हुनुभन्दा अगाडिदेखि नै तपाईँलाई रुचि पनि थियो है, तपाईँ आउनुहुन्थ्यो, तपाईँको आग्रही हुनुहुन्थ्यो यो सदस्य हुनुलाई। त्यहाँ मैले धेरैपल्ट मैले भनिसकेको छु नि, मैले आफूलाई गरेको होइन, तर मैले जुन जेनेरेसन ग्यापको कुरा गर्छु अघि, मैले यो हाम्रो नारी साहित्यकारहरूमा, नारी हाम्रो सर्जकहरूमा जुन जेनेरेसनको ग्याप को कुरा गर्छु, त्यो जेनेरेसन ग्यापको एउटा ठुलो यो जेनेरेसन ग्यापलाई बोध गर्ने, त्यसको अलिकति भोग्ने म पनि हो। कारण त्यस बेला मेरो समकालीन भनेर त म भन्नु सक्दिनँ, म भन्दा माथि धेरै हुनुहुन्थ्यो उहाँहरू। डाक्टर लक्कीदेवी सुन्दास हुनुहुन्थ्यो, अनि कमला सङ्कीर्तनहरू हुनुहुन्थ्यो, हाम्रो आरती राई गुरुआमाहरूले एकदमै कविता राम्रो लेख्नुहुन्थ्यो, तर उहाँले लेख्नु पनि छोडिसक्नु भएको थियो अघि। त्यसपछि यता सुषमा मोक्तान गेलहरू, उर्मिला घिसिङहरू हुनुहुन्थ्यो नि, उहाँहरूले लेख्नुहुन्थ्यो।
कमला दिदी मिरिकमा हुनुहुन्थ्यो, दिदीले धेरै पछि यात्रा सुरु गर्नु भएको हो। र मैले मेरो समकालीन भन्दा मैले समकालीन अहिले ठिकसँग नाम भन्नु सकिनँ है। नेपालमा यता आसामतिर अलिअलि मैना थापा आशाहरू थिए, तर अब नजिकमा हुनुहुन्न थियो। र सँगै हिँड्नको निम्ति, साहित्यको कुरा गर्नको निम्ति मसँगै मेरो दौतरीमा मसँगै हिँड्ने को थिए भनेर म अहिले भन्न सक्दिनँ। एकदमै रुचि भएको हो। इन्द्रमणि दर्नाल दिदीहरू, स्नेहलता दिदी धेरै पछि सुरु गर्नुभयो। उहाँले 2007 देखि कृति प्रकाशन, तर उत्कृष्ट कृतिहरू दिनुभएपछि त अलिक ढिलो सुरु गर्नुभयो। र ठिक मेरो दौतरीमा होइन, मेरो उसमा भन्ने को थियो भनेर चाहिँ केही कालसम्म म प्राय मैले एक्लै रहनु जस्तो पनि पर्यो। कारण गुरुआमाहरूसँग त हामी साह्रै डराउँथ्यौँ नि त है। आज जुन हामीले वसुधा स्थापना गरेर जुन जेनेरेसन ग्यापलाई भर्ने कुरा गऱ्यौँ, तपाईँ र म देविका बहिनी कति एजको फरक छौँ हगि। हाम्रो बहिनीहरू सबैजना कति सानो हुनुहुन्छ मभन्दा, तर हामी अहिले साथी छौँ, भेट्छौँ, हाँस्छौँ, कुरा गर्छौँ, एउटा मञ्चमा भेला हुन्छ। हाम्रोमा जेनेरेसन ग्याप भन्ने छैन। एकदमै पुऱ्यो, एकदमै भयो। त्यति बेला थियो नि, गुरुआमाहरूसँग बोल्नु डराउँथ्यौँ हामी हगि। एउटा कृति निस्कियो भने घरैमा पुर्याउनु जान्थ्यौँ हामी, अनि घरैमा चढाउनु जान्थ्यौँ। तर अब उहाँहरू भन्दा साह्रै सानो, साह्रै नयाँ, उहाँहरूले पढे भनेर भन्नुहुन्न थियो, कस्तो लाग्यो त्यो प्रतिक्रिया दिनुहुन्न थियो हगि। त्यो समय त्यस्तो खालको काल भोगेँ मैले केही कालसम्म सुरु गरेर। कारण अब यो 67मा त कविता भएपछि मैले कथा त सुरु लेख्नु थालेको त झन्डै 70-71 देखि हो। कथाहरू खुरुखुरु लेख्ने, नेपालतिर प्रकाशित हुने, भारतको पत्रिकामा प्रकाशित हुने, त्यो खुरुखुरु भएको त 1971-72। अनि तपाईँ त एकजना अध्येता हुनुहुन्छ, आफै पनि उहाँ स्नातकोत्तरको शिक्षा हासिल गर्नु भएको हुन्छ, नेपाली साहित्यलाई प्रशस्त अध्ययन गर्नु भएको छ। अनि एकजना हुनुहुन्थ्यो, मैले उहाँको नाम बोल्यो भने मलाई हुन्छ, हाम्रो मटिल्डा राई। उहाँ त दियालो दुलीचन्द पुरस्कार पाइसक्नु भएको थियो, तर उहाँ पनि त्यो धेरै कम लेख्नुहुने। अनि उहाँ कहाँ हुनुहुन्थ्यो त्यो पनि थाहा भएन। सङ्गतमा चाहिँ भेटघाट नभएको, बोलीचाली नभएको, धेरै पछि उहाँसँग पनि यो वसुधा स्थापना भइसकेपछि मात्रै मेरो मटिल्डा राई दिदीसँग भेट भएको, बोलचाल भएको। त्यस्तो मैले छोटोमा भने हुन्छ, समय पनि हुन्छ है। अनि अर्को कुरा म अहिले नै हाम्रा एकदम आदरणीय श्रोताहरूलाई, हाम्रा सर्जक सबै पुरुष नारी सबैलाई बताउँछ, आज जुन प्रकारले साह्रो वेदर, मौसम राम्रो छैन हगि, गाडाङहरू हुँदैछ, पानी पर्न लागेको छ। कुनै समय पनि धेरै पानी पर्यो। अहिले म यहाँ नेपालमा छु, धलाबारीमा छु, कुनै समय पनि पानी पर्यो भने यहाँ बत्ती जान्छ अरे। त्यो भयो भने अहिले नै के भयो ला, अन्धकार के भयो भन्ने नहोस् हगि। यस्तो मौसमको स्थिति चाहिँ आज यस्तो छ। तर यतिसम्म भए हामी कुरा गर्दैछौँ र ईश्वरलाई प्रार्थना गरौँ यो राम्ररी जाओस् र केही समयको लागि कुनै विघ्न बाधा नहोस्। हजुर, अहिले त्यो साइक्लोनको अब उयो दिइरहेको छ एकदम। यहाँ पनि हावापानी अघि त एकदमै चट्याङ हानेर बत्तीहरू सबै गइहाल्यो। अन्त ठिकै छ। अब हामी आज सपोज हामीलाई बत्तीले साथ दिएन भने पनि फेरि पछि कुनै दिन हामी फेरि बस्ने नै छौँ है, त्यसको लागि केही छैन। र गुरुआमा, हजुरको कृतिहरू अघिको मैले नामहरू भनिनँ, हजुरले आफ्नो कुन कुन कृतिहरू प्रकाशित गर्नुभएको छ त्यो हामीलाई त म सबै मैले पनि भने। मेरो जम्मा प्रकाशित कृतिहरू 25वटा हो है। 25वटामा कविता त सुरु गरे भने पनि मेरो कविता सङ्ग्रह त एउटै हो। त्यसमा म सबै कृतिको नाम नभनौँ है। 25वटा, 4वटा उपन्यास छ। उहाँ तपाईँको प्रश्नहरूमा पछि सायद त्यो 1-2वटा कृतिको नाम त आउला नै। 4वटा कथा सङ्ग्रह छ आख्यानको रूपमा है। त्यसपछि कविता सङ्ग्रह भनिहालेँ। अनि मलाई संस्मरणहरूमा पनि साह्रै रुचि छ। 4वटा संस्मरण लेखहरूको सङ्ग्रह छ मेरो। अनि नियात्रा 3वटा नियात्रा कृति छ। अनुवादमा 3वटा अनुवाद कृति छ। व्यक्तित्वमा कृष्णसिंह मोक्तानमाथिको सरमाथिको एउटा कृति छ। त्यसपछि आध्यात्मिक साहित्य भन्दा पनि आध्यात्मिक साहित्यमा मेरो प्राय 5वटा जस्तो कृतिहरू छ। अनुवादहरू सबै मिलाएर प्राय 25वटा कृतिहरू छन्। र यसमा चाहिँ सबैभन्दा प्राथमिक रूपमा चाहिँ आख्यानहरू नै छ, उपन्यास कथा सङ्ग्रहहरू नै छ।
हजुर, आख्यानले नै हजुरलाई अहिले हामीले चिनिरहेका छौँ है। र यति धेरै विविध विधाहरूमा हजुरले लेख्नुभयो, तर किन आख्यानलाई नै यो छान्नुभयो, यसलाई अगाडि बढाउनलाई चाहिँ? त्यो पनि रुचिमा नै निर्भर गर्छ नि। यो हामी पढ्दाखेरि पाठकको रूपमा पढ्दा बेसी कथा उपन्यासहरू पढियो अघि। अनि कविताबाट मैले सुरु गरेर 1967 मा गरेपछि मेरो कविता त्यसपछि धेरै प्रकाशित भएन। अलिअलि गोष्ठीतिर कविता भने, कुनै कुनै पत्रिकाहरूमा भयो। त्यसपछि चाँडै मैले कथामा कलम चलाउन थालेछु। 1970 तिर त मैले कथा लेख्न सुरु गरेँ, जति बेला म रामकृष्ण विद्यालयमा 10औं श्रेणीको विद्यार्थी थिएँ। अनि 71 सालदेखि चाहिँ यो नेपालमा प्रथम मेरो प्रकाशित भयो। शिलान्यास पत्रिकाहरू भयो, दर्पण, त्यसपछि मधुपर्कमा प्रकाशित भयो, पछि गरिमामा भयो, अनि रत्नश्रीमा, त्यति बेला रत्नश्री सारी पत्रिका थियो, नारी अङ्क वर्षैपछि निस्किने, रत्नश्रीहरूमा धेरै भयो। धेरै मेरो प्राय पहिले सुरुमा मेरो नेपालमा बेसी कथाहरू प्रकाशित भए। त्यसपछि म यता जब आएँ भारतमा, यता भारतको पत्रिकाहरूमा पनि बेला बेलामा हुँदै गरेको थियो। यसमा दियालो पत्रिकाहरूतिर पनि प्रकाशित भयो। र लेखकहरूको रचनाहरू अस्वीकृत भएर जुन दुःख हुन्छ नि, प्रत्येक लेखकलाई सोध्नुहोस्, मैले पहिला लेखेँ, पठाएँ, प्रकाशित भएन, हरायो, अनि मैले धेरै गरेँ, त्यो दुःख मैले खप्नु परेन। त्यो अनुभव मलाई छैन, कारण मेरो एकभन्दा एक कथाहरू नेपालले स्वागत गरिदिए, त्यहाँ प्रकाशित भए। यता बेसी प्रकाशित भयो यता पनि। र मेरो बरु मलाई रचनाहरू सम्पादकहरूले माग्नुहुन्थ्यो, तर मैले पठाउनु पनि पर्दैन थियो। र त्यसरी चाहिँ यो चाहिँ मेरो लागि एकदमै ठुलो एउटा भाग्यशाली सन्दर्भ हो कि मेरो रचना प्रकाशित गर्नुमा मलाई कहिले पनि असुविधा भएन। हजुरको रचनाहरू चाहिँ एकदमै स्तरीय, आख्यानमा नै रुचि लिएको कारण आख्यान मैले कथालाई त्यसरी पाठकले जब स्वागत गरिदिँदा, हामी त पाठकको निम्ति लेख्छौँ नि त, वाङ्मयको लागि लेख्छौँ। जब उहाँहरूले मलाई कथामा स्वागत गर्नुभयो, तपाईँले कथा नै लेख्नुहोस् भनेर कथामा उहाँहरूको जुन मलाई उहाँहरूले टिप्पणी पनि गर्नुभयो होइन, बताउनु भयो, सुझाउ दिनुभयो। त्यसपछि मैले साँच्चै नै लेख्नु सक्ने रहेछ कथा नै भन्ने भयो। त्यसपछि 1986 मा चाँडै 86 मा मैले प्रथम उपन्यास मेरो फुलहरू पहाडो दर्शाहरू पनि मेरो प्रकाशित भयो। तर प्रथम मौलिकमा प्रकाशित चाहिँ कथा सङ्ग्रह नै हो, कथाक्रम हो। यसरी आख्यानलाई नै, आख्यानप्रति मेरो जिम्मेवारी बोध भयो है, मैले आख्यान नै लेख्नुपर्ने रहेछ भन्ने भयो। स्तरीय कथाहरू लेख्नु भएकोले नै नेपालमा अब धेरै हजुरको प्रकाशित भयो है। र यो हजुरले बुझ्दाखेरि चाहिँ यो हाम्रो साहित्यको तपाईँको भोगाइमा, सोचाइमा चाहिँ साहित्य चाहिँ के रहेछ? खास गरी चाहिँ साहित्यलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? साहित्य त अब भोगिएन है, यसबाट आनन्दै उठाइयो र सेवाको एउटा वाङ्मय सेवाको एउटा माध्यम पनि बनाइयो। साहित्य हाम्रो मनको भाव प्रकाश गर्ने र अभिव्यक्ति गरेर जो बन्छ र जुन कुरो गर्छौँ त्यो साहित्य बन्छ भन्ने कुरो त हामीले पढिरहेको छौँ नि त कि। र यो हाम्रो समाजमा, हाम्रो वाङ्मयमा जुन विविध विधाहरू विभिन्न छ, जसले चाहिँ हाम्रो वाङ्मय सेवा गर्छौँ, हाम्रो समाजको सेवा गर्छौँ, जातिको गर्छौँ भन्छौँ, त्यसको माध्यम एउटा साहित्य लेखनलाई पनि म मान्छु। साहित्य छ र नै हाम्रो समाजको हरेक कुरालाई, हरेक स्थितिलाई, हरेक परिस्थितिलाई हामी बुझ्न सक्छौँ। हाम्रो मानव संसार मात्रै होइन, मानव संसार इतर अरू कुरोलाई पनि साहित्य माध्यममा नै हामीले चिन्तन गरेर, साहित्य माध्यमबाट नै हामीले बुझ्न सकेर त्यो सब विषयमा पनि हामीले अभिव्यक्ति गर्दैछौँ। र भनौँ भने हामी साहित्यकै भाषाबाट, साहित्यको मार्फतबाट हामी समाजसँग हामी सम्पर्क पनि गर्छौँ, आदान प्रदान पनि गर्छौँ, अनि साहित्यकै माध्यमबाट आज हामी विश्वसँग पनि जोडिएका छौँ। विश्वको नेपाली भाषीहरूसँग, नेपाली जातिसँग, अथवा विश्वकै लेखकहरूसँग हामी जोडिएका छौँ। र तपाईँहरूको पनि त त्यही उद्देश्यले नै हो तपाईँहरूले विश्व नेपाली साहित्य यो महासङ्घ स्थापना गर्नुभयो र अहिले यसरी नै विश्वभरि साहित्यलाई विस्तारित गर्ने चेष्टा गर्नु नेपाली साहित्यलाई। र साहित्य चाहिँ यही माध्यम हो, जोडिने माध्यम भयो अघि, मनको भाषा हो। मनको भाषा हुँदा हुँदै पनि त्यहीबाट हामी यसरी
सबैसँग हामीले बसी एक ठाउँमा बसेर हेर्दै मानिसमा समाज जमात देश हामी यसरी जोडिने एउटा माध्यम हो साहित्य। तर उत्कृष्ट कला मध्येमा सबभन्दा उत्कृष्ट कला म मान्छु साहित्यलाई, र सबैभन्दा सम्पन्न पनि, अनि सबैभन्दा मानिससँग जोडिनुको निम्ति, अभिव्यक्ति बुझाउनुको निम्ति सबैभन्दा सबल माध्यम पनि म मान्छु साहित्यलाई। साहित्य, हजुर, उत्कृष्ट सुन्दर उत्तर हजुरले दिनुभयो। र हामीले कति भन्छौँ मेरो पेसाले गर्दाखेरि मलाई मेरो लेखन उसमा बाधा भयो भन्ने है, यो कामले गर्दा मैले लेख्न पाइरहेको छुइनँ भन्ने। तर हजुरको यो जुन चाहिँ नर्सिङ सेवा थियो, तपाईँले त त्यसमा त धेरै धेरै विषयवस्तुहरू प्रत्येक दिन नै पाउनुहुन्थ्यो होला। कथा उपन्यासहरू लेख्ने धेरै विषयवस्तुले हजुरले त्यहाँबाट पनि धेरै पाउनुभयो होला होइन। र यो तपाईँले कति न्याय दिन सक्नुभयो आफ्नो कार्यकाल हुँदा हुँदै यता साहित्यलाई कतिको न्याय दिनु सके मैले भन्ने लाग्छ? त्यो नसुत्नुहोस् बहिनी, मलाई नै थाहा छ अघि बाधा भएन। अहिले 1967 सालमा लेखन सुरु गरेर म अहिले मेरो 60 वर्ष प्राय 6 दशक चल्दैछ लेखनमा। मेरो कृतिहरू पनि त बताएँ, कतिवटा कृतिहरू छ। कति सुस्तरी चल्यौँ हामी, कति लेख्न मन लाग्थ्यो अघि। साहित्यले कति मलाई पेसाले कति बाधा दियो भने, तपाईँहरूको जस्तो शिक्षण पेसा होइन। जानु बित्तिकै शिक्षण सुरु गर्यो, अनि कुनै ट्रेनिङ छैन, घरमा उ गर्यो, अनि साहित्य पढाउनु सुरु गरेपछि लेख्नु अनुभव, त्यहाँ कुनै बाधा हुँदैन। मैले त 4 वर्षको यो नर्सिङको सिनियर नर्सिङको ट्रेनिङमा त आमा र बाबाको नाम पनि बिर्सिसकेको थिएँ होला, लेख्नु पनि बिर्सिसकेको थिएँ होला। त्यसै पनि मलाई कसैले नहुत्याएको भए पनि म एउटा घरको स्थिति बुझेर गएकी छोरी थिएँ अघि। त्यसो गर्दा मनले पनि साह्रै खुसी त म थिइनँ अघि। तर त्यतापट्टिको पढाइले गर्दा चाहिँ कहिले बिहान सूर्य उदाउँछ र कहिले अस्ताउँछ त्यो थाहा हुँदैन थियो। हामी सबै कुरो थन्काएर ताकमा राखेर हामीले यो प्रशिक्षण लिनु पर्थ्यो। र त्यसपछि प्रशिक्षण लिनु पढ्नु मात्रै हुने दिनभरिको सँगसँगै हामीलाई अहिले सर्भिसमा पनि हामीलाई अस्पतालको काममा पनि हामीलाई उपयोग गरिन्थ्यो अघि। अस्पतालको काममा एकदमै गाह्रो, 8 घण्टा जति ड्युटी, अनि रातिको ड्युटी पनि हामीले स्टुडेन्ट पिरियडमा। तर अब अहिले समय चाइल्ड सेन्टर भएकोले गर्दा होइन, व्यक्तिवादी भयो, धेरै कुरो सबै कुरा हुँदाखेरि धेरै सहुलियतहरू बढेर गयो। अनि त्यस्तो गरेर 8 घण्टा ड्युटी खटाउनु, यसरी महिनै नपुगेर किन 3 हप्तामा 4 हप्तामा नाइट ड्युटी गराउने, त्यो सबै हाम्रो नर्सिङको सिलेबसमा अहिले उडेर गयो। तर हाम्रो समयमा हामीले धेरै दुःख गर्यौँ। त्यो 4 वर्ष मलाई केही थाहा छैन, मैले कहिले लेख्नेको त कुरा पनि आएन, यता कसरी उत्तीर्ण हुनु, कसरी हुने भन्ने थियो। र त्यसपछि फेरि नर्सिङमा पढ्नु जाँदा बिएससी अनर्स नर्सिङमा प्राय 2.5 वर्ष, डिप्लोमा गर्नु जाँदा 1 वर्ष, त्यति बेला सबै कलम थन्काउँदै जाँदै कमसे कम मलाई 7-8 वर्ष म अक्षरविहीन, लेखनविहीन, साहित्यको कुनै पनि म साहित्यसँग सम्पर्कविहीन भएर मैले नर्सिङको पढाइहरू गरेको छु र यता काम गरेको छु। तर फेरि जब सक्थेँ मैले टिप्थेँ। तर यति चाहिँ मलाई छोडिएको म कहिले पनि भइन, कहिले पनि मलाई भइन। त्यो भनेपछि चाहिँ मेरो लेख्ने जिम्मेवारी र इच्छा, त्यो मेरो जुन प्यासन छ, प्यासन भन्ने चाहिँ त्यसलाई, त्यो चाहिँ कहिले पनि मरेन रहेछ क्या। त्यो सधैँ जहिले पनि अवसरको खोजीमा जहिले पनि बसेछ। र जब पनि अवसर पाएँ लेखेँ, र जब मैले सबै सकेर म सुरु गरेँ मैले, त्यसपछि चाहिँ मैले यो विषयहरूमा पनि चिन्तन गरेँ, किन म विषय खोज्नु अरूतिर जानु। एकभन्दा एक विषयहरू हाम्रो अस्पतालभित्र छ है, दुःख खोजे पनि, पीडा खोजे पनि, कति कुरा छ यो भित्र, कति पाउँछौँ, र यसमा पनि केही लेखौँ भन्ने भएर मैले लेख्न थालेको। र त्यो चाहिँ मेरो साह्रै राम्रो भएछ। र म यो पेसालाई त्यसैको निम्ति म एकदमै श्रद्धा गर्छु। कारण केही रचनाइ भए पनि, फुटकर कथा भए पनि, उपन्यास भए पनि, मैले नयाँ एउटा केही विषय चाहिँ मैले दिनु सकेको भनेको चाहिँ सायद सबै कुरामा सबै छैन अघि, सबै साधारणै होला। तर मैले नयाँ केही दिनु सकेँ भनेको चाहिँ मेरै पेसाको केही विषयहरू चाहिँ मैले सायद नेपाली साहित्यमा पाठकहरूलाई दिन सकेँ होला। त्यसमा चाहिँ मलाई सन्तोष लाग्छ बहिनी। हजुर हजुर। तपाईँ नारी हस्ताक्षर है, तपाईँको लेखन कालमा चाहिँ अब लैङ्गिक विभेदको केही तपाईँले सामना, चुनौतीहरू गर्नु पर्यो?
अब त्यो खुलेर त होइन हगि खुलेर त्यो होइन हाम्रो संख्यामा एकदमै धेरै कम हुनु भनेको चाहिँ त्यो हजुर के भन्नु नारीको संख्यामा त कम होइन होइन सर्जकहरूको संख्या पनि कम होइन सर्च तर जब सहभागिताको कुराहरू आउँछ त्यति बेला संख्या कम भइहाल्छ अचानक है सहभागिताको कुरामा मौकाको कुरामा त्यसमा भइहाल्छ। अब यसलाई के भन्नु अब बुझ्नु पर्यो कति यस्तो कुरा मात्रै गर्नु है सायद पेसी नै गरिसकेँ होला मैले आफै पनि बुझ्नुपर्छ। अनि सब समयमा वसुधा पनि तपाईँहरूलाई थाहा छ म जहिले पनि वसुधाकै साथीहरूलाई पनि भन्छु बुझेर नबुझेर कहिलेकाहीँ वसुधाकै साथीहरूबाट पनि हामीबाट पनि गल्ती हुन्छ। हाम्रो जहिले पनि कार्यक्रमहरू हुँदा स्टेजमा कहिलेकाहीँ त नारी शून्य स्टेजहरू हामी देख्छौँ कि यो वल्लो कुनादेखि पल्लो कुनासम्म मुख्य अतिथि सभापति विशिष्ट अतिथि गर्दै गर्दै त्यसपछि कृतिमाथि बोल्ने त्यसपछि कृतिकार गर्दै 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 जति लामो पुरुष हुन्छ र कहिलेकाहीँ अलिकति सचेतहरूले एकजना दुईजना नारी त्यहाँ पनि समावेश गर्छ तर कतिलाई त्यो जानी जानी होइन होला कि जानी जानी पनि हुनसक्छ कोही बेला होइन होला तर कोही बेला यति धेर जस्तो चाहिँ अधिकतम स्त्री शून्य मञ्चहरू हुन्छ नि जति बेला त्यति बेला मलाई साह्रै दुःख लाग्छ किन यति धेरै 10 जना पुरुष छन् 9 जना छन् त्यहाँ 8 जना कि यसमा एकजना यो स्तरमा लेख्ने हैन यति नै आधिकारिक रूपमा साहित्यमा सेवा गर्ने हैन चाहिँ स्त्री छैन होला नारी छैनन् भनेको जस्तो मलाई त्यो आउँछ धेरै कुरा खुलेरै पनि बताएको छु मैले कुराहरू र लैङ्गिक अब यसलाई के भन्नुहुन्छ अघि खुलेर विवेकता छैन अहिले त्यति छैन हाम्रो नेपाली समाज धेरै उदार पनि छन् है नेपाली समाज अब अहिले विश्व महासंघमा तपाईँ सचिव भएर यसरी काम पनि गरिरहनु भएको छ खुलेर छैन तर जुन यो पितृसत्तात्मक मानसिकता जो छ त्यो चाहिँ पुरुषमा त्यो रोपिएकै हुन्छ पिढी दर पिढी त्यो रोपिँदै गएको हुन्छ र उनीहरूकोमा जुन एउटा पुरुष भाव र जुन पुरुष एउटा यो स्त्री पुरुषमा विभेद देख्ने जुन एउटा उहाँहरूको दृष्टि हुन्छ भाव हुन्छ त्यो अझै पनि छ जस्तो मलाई लाग्छ। पितृसत्तात्मक परम्परा चाहिँ अझै पनि रहिरहेको छ त्यो जडैबाट चाहिँ निकाल्नु नसकिँदो रहेछ एकदमै मस्तिष्कभित्र पसेकोले गर्दा चाहिँ त्यसलाई निकाल्नै साह्रो पर्दो रहेछ। यो नारीवादी कामै गर्नु पर्यो नि है लेख्नु पर्यो धेरै कामै गरेरै गर्नु पर्यो कामैले हामीले ठाउँ लिन सक्नु पर्यो। यो नारीवादी सिद्धान्तलाई विकास गर्नेले यो जुन चाहिँ पाश्चात्य नारी हस्ताक्षरहरूले जस्तै साइमन दी बिभोर सँगसँगै अरू धेरै नारी हस्ताक्षरहरू थिए है उहाँहरूलाई तपाईँले कस्तो प्रकारले सम्झिनुहुन्छ अहिले सम्झिनु पर्दा? उहाँहरूलाई त म एकदमै मेरो श्रद्धाभित्र नै मेरो यो प्रशंसा सराहनाभित्र नै म राख्छु हो। उहाँहरूले जुन समय उहाँहरूले आन्दोलन चलाउनु भयो सिमोन द बिभोर भयो ठुल्ठुलो किताब लेख्ने हगि भर्जिनिया वुल्फ भयो सिमोनको त सेकेन्ड सेक्स नै कति काफी हो। अनि यो भिन्डिकेसन अफ के भन्नु वुमेन राइटर्सहरू जो छ बुल स्टोनक्राफ्टहरू जो छ 1700 शताब्दीतिर नै उहाँहरूले लेख्नु भएको दुःखले त्यो समाजमा न हाम्रो पूर्वीय समाज मात्रै हाम्रो भारतीय यता समाज मात्रै पूर्वीय समाज मात्रै संकीर्ण थियो नारी पुरुषमा विभेद थियो भनेर हामीले त्यो भन्नु हुँदैन। पश्चिममा अझै धेरै देखेको छौँ हामीले पारिजातका पुस्तकहरू लेखहरू पढ्यो भने हामीलाई त्यो थाहा हुन्छ है पश्चिममा धेरै। अनि यतिसम्म यो पारिश्रमिक जो छ श्रम गरेर उ गर्ने है बराबर भारी बोक्ने बराबर खट्ने श्रममा पनि स्त्रीको कम पुरुषको कम यतिसम्म कि राइट अफ भोट थिएन भोट हाल्ने अधिकार थिएन निर्वाचनको अधिकार थिएन त्यो त 1900 शताब्दी आएर 1920 तिर आएर मात्रै अमेरिकामा या उसमा भोट पहिला सुरु भएको यति भोटिङ राइटसम्म पनि थिएन। त्यो भनेपछि के हाम्रोमा मात्र होइन यो पश्चिममा पनि थियो। त्यस्तो कुराहरूलाई विद्रोह गरेर विरोध गरेर उहाँहरूले लेख्नु भएर तपाईँ सिमोन द बिभोरको भर्जिनिया वुल्फहरूको त कस्तो उयो भयो अघि पछि तपाईँलाई थाहा छ यो यस्तो सोचेर हो
विद्रोह गरेर हो, नारी विषयमा गरेर हो, उहाँहरू आफै नै पछि मानसिक रूपले असन्तुलित हुनुहुन्थ्यो होइन, सन्तुलन डिप्रेसनको शिकार पनि हुनुभयो। हजुर त्यत्रो गरेर पनि समाज परिवर्तन त अहिले पो हामीलाई यस्तो भयो, यति वर्षमा भोटिङ राइट भयो यस्तो भन्छु, तर त्यो समयमा कस्तो त्यति बेला गाह्रो हुन्थ्यो होला उहाँहरूलाई। हजुर ठाउँ ठाउँमा उहाँहरूले मिटिङ राख्नु, ठाउँ ठाउँमा उहाँहरू भेला हुनु, अनि यो इन्टरनेसनल वुमेन डे मनाउनु भयो, त्यो डेलाई स्थापना गर्नु अघि उहाँहरूलाई कति 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 वर्षको उहाँहरूको परिश्रम छ। उहाँहरूलाई त्यसमा चाहिँ हामीले मान्नुपर्छ। हाम्रा अग्रजहरू जसले चाहिँ नारी साहित्यकारहरूलाई यो चेतना दिए नि त है, अघि बढ्ने, लेख्ने एउटा स्कोप तयारी गरिदिए, विद्रोह गर्ने तयारी गरिदिए। कतिलाई त हामीलाई त थाहा पनि थिएन होला कि हाम्रोमा लैङ्गिक विवाद छ भनेर। म छोरी हो, मैले त्यस्तो गर्नु, अघि बढ्नु हुँदैन, म छोरी हो, म अलिकति खुम्चिएर गर्नुपर्छ, म गर्नुपर्छ, बरु त्यस्तो पो बुझ्थ्यौँ होला त हामीले। तर त्यो चेतना दिने उहाँहरू नै हुनुहुन्छ र उहाँहरूलाई म एकदमै मेरो श्रद्धा छ। अघि सबै कुरो त म धेरै उग्र नारीवादलाई त म आफै पनि मान्दिनँ है। म एउटा ईश्वर चिन्तन गर्ने ईश्वरमा भएकोले गर्दा नारीको कतिवटा कुरो चाहिँ मलाई राम्ररी थाहा छ। प्राकृतिक रूपमा नारी, सृष्टिमा नारी कस्तो थियो अथवा सृष्टि अनुसार नारीको कर्तव्यहरू चाहिँ के थियो, त्यो कुरोमा चाहिँ म ध्यान दिने, त्यो कुरोलाई म समर्थन गर्ने म हो। र उग्र नारीवादलाई त म समर्थन गर्दिनँ। तथापि यो एउटा लेखकको रूपमा, एउटा नारी लेखकको रूपमा, एउटा जिम्मेवार नारी लेखकको रूपमा अन्य नारी साहित्यकारहरूसँग यो हामीले समावेश गरिका हामी अघि बढ्नु पर्दाखेरि र हाम्रो जुन बाटो बनाइदियो, जुन चेतना दिनुभयो उहाँहरूले होइन, त्यसको लागि चाहिँ म उहाँहरूलाई एकदमै मान्दछु। हजुर, कुरामा यो जुन चाहिँ तपाईँले पहिला प्रथम कविता र यो कथा प्रकाशित भयो, त्यसको लगत्तै तपाईँले सर्वप्रथम चाहिँ यो त्यागपत्र को अनुवाद गर्नुभयो है। त्यो त्यागपत्र किन छान्नुभयो, कस्तो प्रकारको कृति हो यो, अलिकति त्यसको बताइदिनुहोस् न पृष्ठभूमि। अब ईश्वरकै कृपाले भन्छु म अघि, मलाई साहित्य प्रेम चाहिँ त्यो ममा धेरै थिएछ, रुचि भन्ने कुरो धेरै थिएछ, अनि बुझ्ने क्षमता पनि। त्यसपछि ममा त्यो जुन कृतिहरूले मलाई एकदम त्यो सम्प्रेषणीयता जुन हुन्छ, सबैले सम्प्रेषणले कामै गरिदिन्छ सबैको लागि भन्ने थिएन होइन, म भिजिहाल्ने खालको थिएँ। अनि यो 1978मा प्रकाशित देख्नुभयो, तर यो मैले 1975-76मा नै अनुवाद गरेको। त्यति बेला म 18-19-20 वर्षको थिएँ होला अघि। त्यस बेला म स्कुल फाइनल सकेर पियुसी गर्दै थिएँ होला। मलाई असित राई सरले तीनधारेमा चाहिँ धेरै पुस्तकहरू यति झिकेर दिनुहुन्थ्यो कि, अनि यो पढिसक ल्याऊ अनि फेरि अरूलाई चाहिँ। उहाँले मलाई बुझेर नि यति यो उसले लेख्नु सक्ने रहेछ, पढ्यो भने हुने रहेछ भन्ने भयो होला है। म सरलाई आज पनि नमन गर्छु। र उहाँले मलाई पढ्नु दिएको मतलब त्यागपत्र पो पढेको छ, हिन्दीको, जैनेन्द्र कुमार। जैनेन्द्र कुमार को हो, कुन स्तरको लेखक हो मलाई केही थाहा छैन, तर त्यागपत्र मैले ल्याएर जो पढेँ नि, त्यागपत्र ल्याएर पढेर मैले सरलाई फर्काइसकेपछि फेरि मैले बिर्सिनु सकिनँ र सरकोबाट मैले फर्काएर ल्याएर फेरि पढेर मलाई अनुवाद गर्ने इच्छा भयो। त्यति बेला मैले विशारद गरेकोले गर्दा चाहिँ मलाई अलिकति हिन्दी साहित्यको ज्ञान, अहिले पनि मलाई लिङ्क एकदमै गाह्रो हुन्छ। अहिले पनि मैले विशारद गरिसकेर हिन्दी साहित्य त्यत्रो पढिसकेर पनि मलाई गाह्रो हुन्छ। त्यो यो स्त्रीलिङ्ग पुल्लिङ्ग यो छुटाउनु चाहिँ मलाई अलिकति व्याकरण गाह्रै लाग्छ अहिले पनि। र त्यागपत्रलाई मैले अनुवाद गर्नु सुरु गरेँ। त्यागपत्र त्यो त्यति कलिलो उमेर थियो मेरो अघि। त्यो गरिसकेर तर यो रेणुका कन्या स्कुलमा काम गर्दाखेरि चाहिँ त्यहाँबाट त्यो स्कुलमा अब टेक्स्ट बुकहरू आउँछ श्यामबहादुर सरकोबाट के होइन। मेरो हाम्रो त्यति बेला हाम्रो सचिव त स्वयं मेरो पूज्य भेनाज्यू मदन देवन राई हुनुहुन्थ्यो। अन्त उहाँले चाहिँ यो श्यामबहादुरलाई देखाइहालौँ न, कतै छाप्नुहुन्छ कि भनेर चाहिँ लानु भएको थियो। श्यामबहादुरकोमा जाँदा श्यामबहादुरले यति खुसी हुनुभयो। कृतिको महत्त्व बुझेको रहेछ नि त जैनेन्द्र कुमारको महत्त्व। र श्यामबहादुरकोबाट त 2-3 वर्षपछि जति बेला छापियो त्यस बेला म रेणुका स्कुलबाट नर्सिङमा गइसकेको थिएँ। र त्यो कारण चाहिँ मेरो। र त्यागपत्र तपाईँहरूले पनि पढ्नुहोस् कि, त्यस्तो एउटा असाधारण एउटा स्त्री, एउटा नारी यो मृणाल। र यो त्यागपत्र अत्यन्त सुन्दर कथा भएकोले गर्दा यो हिन्दी सिनेमा पनि बनियो, तर 8 फिल्म त्यति चल्दैन अघि। विद्या सिन्हाहरू, प्रकाशको भन्नेहरू पनि हुनुहुन्थ्यो। त्यो एउटा 8 फिल्म पनि बनियो, तर फिल्म यो यति साह्रो चलेन।
तर पनि यो सिनेमा पनि बनिसकेको हो। त्यागपत्र अत्यन्तै सुन्दर। अनि यो सत्य कथा पनि भनिन्थ्यो। एकजना वकिल जज नै हुनुहुन्थ्यो जसले चाहिँ राजीनामा दिनुभएको कि मैले चाहिँ एउटा उयोलाई आफ्नो फुपूलाई धरि पनि न्याय दिनु सकिनँ, अघि एउटा नारीलाई मैले न्याय दिनु सकिनँ, मलाई जज हुने पनि अधिकार छैन भनेर होला नि। उहाँको त्यागपत्र त्यो चाहिँ यति सुन्दर छ। यो हजुर यो अहिले एभाइलेबल छ बजारतिर तपाईको? यो एभाइलेबल छैन है। म पनि फोटो मात्रै देखाइदिन्छु अरूलाई। कतिले मलाई यो अर्को संस्करण गरिदिनुहोस् न त्यागपत्रलाई भन्नु हुँदैछ। त्यो सुझाव पनि राम्रो हो। धेरै भुल, अब कति भुल गरेर लेखेँ होला मैले, कतिवटा त हिन्दी शब्दको नेपालीमा नपाउँदा त्यत्तिकै पनि लेखिदिएँ मैले। भुरा भन्ने शब्द भुरा ल्याउनुहोस् ल यति रुपियाँको भनेर दिँदाखेरि चाहिँ भुरा भन्नु, यो त अहिले यो पाउडर जो सुगर हुन्छ नि त्यसलाई भुरा भन्दो रहेछ, अहिले थाहा पाउँदैछु मैले। त्यस्तो त्यति भुरै भनेर राखिदिएको छु फेरि। यो म विचार गर्छु पछि संस्करण गर्नको निम्ति पाठकै लागि। त्यसकै लागि सोच्नु भयो भने चाहिँ हुन्छ। तर आजभोलि त अब यो अनुवादलाई एउटा विधा नै मानिन्छ। पहिला त अब त्यसै गरिन्थ्यो, तर अहिले त विधा मानिन्छ। फेरि साहित्य अकाडेमीबाट पनि यसलाई विधा अनुवादको पुरस्कार पनि यो त दिनु थालिसकेको छ है। र यो अनुवाद गर्दा त धेरै नियमहरू पनि पालन गर्नुपर्छ होला है। त्यति बेला तपाईँले त्यो त गरिएन होला, तर आजभोलि चाहिँ अब कस्तो नियम छ त्यो पनि अब बुझ्नुपर्छ हामीले है। र म अलिकति साह्रै नियममा बाँधेर अलिक स्वतन्त्र विचारकै छु, तर म मन परिचय गर्दिनँ है। म मन परि गर्दिनँ। अलिअलि मेरो आफ्नो पारा, आफ्नो मौलिक अलिकति शैली, मौलिक तरिका, मौलिक उयो प्रकारले हुन्छ मेरो कामहरू प्राय। तर म उल्लङ्घन पनि गर्दिनँ अनि साह्रै अमान्य पनि गर्दिनँ। अब त्यागपत्रको त कुरै छैन, मलाई मन पर्यो मैले गरेँ है, मन पर्यो मैले गरेँ। तर अनुवादलाई अहिले विधाकै रूपमा मानिन्छ। लिटरेचर भनिन्छ, अनुवाद पनि भनिँदैन, ट्रान्सलेसन पनि भनिँदैन। कारण त्यहाँ एउटा कति चाहिँ श्रम गरेर एउटा उपन्यास खालि शब्दलाई मात्रै हेर्दैन, कथासँग भिजेर लेखकको मनोभाव बुझेर, लेखकको स्तर बुझेर, लेखकले के भन्नु चाहेको लेखकलाई बुझ्दै होइन, उहाँको के यो इसारा के हो, यो उहाँले के भन्नु चाहनु भएको भाव अनुवाद गर्दाखेरि होइन, उहाँको भावलाई बुझ्दा त्यो सबै विचार गरेर लेख्दा सानो श्रमको कुरा होइन। अनुवाद गर्नु सजिलो कसैले पनि सम्झिनु हुँदैन यसलाई है। त्यही कारण पनि एउटा विधामा बनियो। अनि मैले जति बेला यो द्रौपदी मैले गरेँ त्यति बेला द्रौपदीले धेरै सराहना पनि पायो। ठुल्ठुलो लेखकहरूले पनि भने त्यहाँ प्रतिभा राई र विद्या सुब्बा लिपिएको छ भन्नुहुँदैछ। यो म पढ्दाखेरि कहिलेकाहीँ प्रतिभा राई कस्तो उडिया लेखकले कस्तो लेखेछ भन्ने पनि भयो। फेरि पढ्दै जाँदा उडिया लेखकको नाम मेटायो भने विद्या सुब्बाको उपन्यास जस्तो पनि भयो अरे उहाँहरूले, र त्यसरी लिपिएको छ भन्ने भयो अघि। अनि मैले उहाँले के भन्नु चाहेको एकदम कठिन क्लासिक धेरै शब्दहरू क्लासिक कुराहरू पनि हुन्छ त्यहाँ है। त्यो सबैलाई विचार गरेर झन्डै 4 वर्ष 5 वर्ष लागेको अनुवाद गर्नु द्रौपदीमा। सजिलो छैन, धेरै कुरा ख्याल राख्नु पर्यो। अनि लेखकको मूल भावलाई, उहाँको मूल उपन्यासको मूल जुन अन्तर्वस्तु छ, मूल कुरालाई चाहिँ हामीले कहिले पनि मासिदिनु हुँदैन। त्यसलाई चाहिँ हामीले एकदमै जोगाएर अनुवाद गर्नुपर्छ। त्यसलाई चाहिँ एकदमै जोगाएर। हजुर द्रौपदी त एकदमै उत्कृष्ट उपन्यास भएको छ। म त धेरै पढ्दै गरे, यति मनमा लाग्यो द्रौपदीलाई बुझ्दा, कृष्णको लीलाहरू बुझ्दाखेरि चाहिँ अब यति नारी चाहिँ कति शोषित रहेछ त्यति बेलादेखि नै भन्ने अब लागेको, एकदमै उत्कृष्ट। अन्त मैले मागेर पढेर फेरि मैले किनेर पनि राखेकी छु त्यो है। सरोजिनीले मलाई दिएको थियो, त्यो पढेर मैले फेरि यति राम्रो यो अनुवाद गर्नुभएको रहेछ तपाईँले है। साँच्चै नै मन परेको थियो। र यो 1984मा चाहिँ हजुरले यो कथा सङ्ग्रह कथाक्रम तपाईँको प्रकाशित भयो है। त्यो कथाक्रममा कस्तो कथाहरू परेका छन् त्यति बेला 1984मा जुन चाहिँ प्रकाशित गर्नुभयो? 1984मा जो कथा सङ्ग्रह प्रकाशित भयो त्यो 1970-71मा लेखिएका कथाहरू हुन्, जो चाहिँ रत्नश्रीतिर, शिलान्यासतिर, मधुपपतिर पनि त्यो जो प्रकाशित भएको थियो। अहिले चाहिँ हाम्रो यो
पुस्तकहरू छाप्नु प्रकाशनको धेरै सहुलियत धेरै हामीले सुविधाहरू पाउँछौँ छेउछेउमै हाम्रो अफसेटहरू भएकोले गर्दा छापाखानाहरू भएकोले गर्दा हामीलाई केही लाग्दैन आज हेर्नुस् त हामीले 2-4 वर्ष कथा लेख्ने एउटा कथा सङ्ग्रह तर मैले 1970 देखि कथा लेखेँ तर मेरो कथा सङ्ग्रह कहिले छापिँदैछ 14 वर्षपछि छापिँदैछ 14 वर्ष त्यो बेला प्रेसको सुविधाहरू थिएन बनारसमा छापिएको यो पनि अघि कृष्ण खड्का वैशालु प्रकाशनबाट र त्यो कथा चाहिँ सबै 1970 त्यो 14, 15, 16 वर्षको केटीहरूले कस्तो कथा लेख्छन् म आफै पनि पढ्दिनँ त्यो कथाहरू अहिले तर मेरो प्रारम्भिक कथाहरू यो कथाक्रमका यो कथाक्रम चाहिँ मेरो अब तपाईलाई प्रसङ्ग आयो भनिहालौँ अघि एकचोटि काठमाडौँकै मेरो साथीहरूले केही लेखिदिनुहोस् भनेर ईश्वर बल्लभलाई दिनुभएछ यो ईश्वर बल्लभ त्यति बेला कस्तो अब तेस्रो आयामहरू सकिसक्नु भएको एकजना कवि प्रतिष्ठित कवि नाम चले कवि एकदमै हामीले जसलाई एउटा प्रबुद्ध हैन प्रतिभावान आन्दोलन साहित्यमा आन्दोलनको प्रयोक्ताहरूलाई अब मेरो भर्खर 70-71 वर्ष लेखेको म त्यो कहिले पनि भन्दिनँ म बुझ्छु जहिले पनि क्या म किनभने हामी सिकारु लेख्नेहरूलाई उहाँहरूलाई त्यसरी गर्नु ठिक थिएन मेरो साथीहरूले मेरो ममाथिको सद्भावनाको कारण पुर्याइदिनु भयो तर ढिलो गर्नुभयो बल्लभ दाइले र त्यो तर उहाँहरूले फर्काउनु भयो ढिलो हुँदा तर उहाँले सब प्राय पढेर मेरो कथाको शीर्षक चाहिँ शान्तिगृहमा थियो त्यहाँ शान्तिगृह भन्ने एउटा कथा छ कथाको कथाक्रम थिएन त्यो पुस्तकको नाम शान्तिगृह भन्दा यो चाहिँ बल्लभ दाइले कथाक्रम भनेर पुस्तकको नाम चाहिँ राखिदिनु भएको उहाँलाई पनि सायद त्यो चाहिँ सदा याद भयो होला मैले फर्काएँ यो विन्ध्या सुब्बाको हैन जति बेला सुरु गर्थ्यो त्यही कारण मैले एउटा पुरस्कार ग्रहण गर्दा काठमाडौँमा अन्त बल्लभ दाइ आएर बसिरहनु भयो पछाडि हेरिरहनु भयो मैले बोलेको सुन्नु भयो तर म उठेर उहाँलाई भेटौँ त्यो भन्दा पहिला उहाँ उठेर गइहाल्नु भयो र म यो कथाक्रम चाहिँ बल्लभ दाइले राखिदिनु नाम ईश्वर बल्लभ कवि ईश्वर बल्लभ र यसमा त्यही कथाहरू छ 70-71 मा कलिला कथाहरू हैन एउटा किशोरी युवतीहरूको त्यही युवतीहरूको सबैको त्यही हो हजुर उमेर अनुसारको लेखाइ हुन्छ यो त्यसको लगत्तै 2 साल बाद चाहिँ हजुरले त्यो प्रथम उपन्यास फुलहरू धर्साहरू र पहाडहरू प्रकाशित गर्नुभयो है धर्साहरू र यसको चाहिँ के पृष्ठभूमि रहेको छ यो नामको पछाडि के छ रहस्य मैले वास्तवमा म तीनधारेमा थिएँ अघि महिनामा एकपल्ट म घरमा आउनु पर्थ्यो मैले र बसमा त्यति बेला बस मात्रै चल्थ्यो तीनधारेको पेसेन्जरलाई सिलगढीको लागि जस्तो राम्रो सिट पनि नदिने कहिले बनेट माथितिर कहिले अगाडिको उब्रेको सिटतिर बसेर म 3 घण्टा 4 घण्टा लाग्थ्यो तीनधारे आइपुग्नु अनि म मनमा कुरा खेलाउँदै यसरी कथाहरू बुन्दै म हिँड्थेँ त्यसबेला प्रकृतिलाई हेर्दै हिँड्थेँ त्यो प्रकृतिमा कोही ठाउँ कति फुलहरू फुलिरहेको हुन्छ हैन सुनदतिर कता अनि पहाडहरू छ पहाडमा त्यति बेला पहिरोहरू गएर भर्खरै बर्खामा पहिरो गएर फेरि पहाडमा चोटहरू छ वास्तवमा त्यहीबाट चाहिँ मेरो फुलहरू पहाडहरू धर्साहरू भन्ने आयो कि फुल भन्दा अब खुसी छ त्यहाँ धर्साहरू चोटहरू पनि छ हैन मान्छेको जीवनमा खुसी पनि छ दुःख अनि मनको चोटहरू यही कन्सेप्ट हो यो पुस्तकको नामको चाहिँ त्यसो गर्दा म यात्रा गर्दै बुनेर मैले लेखेको उपन्यास हो यो अनि यो त्यस पश्चात चाहिँ 1979 मा चाहिँ तपाईँ हिमाल चढ्नुभयो सफलताले है उत्कृष्ट उपन्यास हामीले अथा पायौँ हजुरकोबाट जसले चाहिँ अब साहित्य अकादमी पुरस्कार पनि पाउनु भयो है यो अथा कसरी जन्मियो यसको पृष्ठभूमिहरू के छ कस्तो प्रकारले चाहिँ लेख्नु भएको यो पनि मैले पढेँ यो पनि मैले रुँदै नै पढेँ यति भावनात्मक यति सेन्टिमेन्टल कथाहरू पाइन्छ त्यसमा है यति मनमा धेरै कुराहरू उब्जेको र यसको के पृष्ठभूमि अलिकति बताइदिनुहोस् न मैले उपन्यासमा महानगरको नाम पनि लेखेको छुइनँ अघि अनि मैले कहाँनिर अध्ययन गर्दा हो कुन कलेजमा हो भनेर त्यो इन्स्टिट्युटको नामहरू पनि लेखेको छुइनँ होइन संस्थानहरूको नाम लेखेको छुइनँ किन त्यो बेला पनि म 99 मा पनि अलिक कलिलो थियो अलि डराउँथ्यौँ पनि कसैको व्यक्तिगत जीवनमा सोझै नामहरू गर्नु हुँदैन
सहरमा त्यस्तो विसङ्गति मानसिक रोगहरूले भरिएको एउटा सहर छ। त्यो सहरको गरिमालाई पनि हेर्नु पर्यो कि। त्यसो गर्दा मैले त्यस बेला सहरको नाम पनि लेखिनँ, मेरो संस्थानको नाम पनि लेखिनँ। तर मैले बिएससी अनर्स नर्सिङको पढ्दै गर्दा चाहिँ प्राय 2.5-3 महिना चाहिँ हामी एउटा साइकाट्रिक हस्पिटलमा अध्ययनको निम्ति अनि बिमारीहरूलाई सहायता सेवा गर्नको निम्ति पनि हामी खटिन्थ्यौँ। केही काल 2 महिना जस्तो स्त्री विभागमा गरियो। त्यसपछि हामी फेरि अर्कोतिर कता पर्यो हाम्रो ड्युटी, हामी कता गयौँ, कुन क्षेत्रमा अध्ययनको निम्ति ड्युटीको निम्ति गयौँ। त्यसपछि फेरि फर्केर आएपछि अर्को पाला चाहिँ फेरि प्राय 1.5 महिना 2 महिना जस्तो चाहिँ फेरि पुरुष विभागबाट पऱ्यो। तर म स्त्री विभागमा जब म प्रथम पढ्दा नै मेरो प्रथम दिन दोस्रो दिनदेखि नै मेरो पृष्ठभूमि तयारी भइहाल्यो। मैले जुन बाटोतिर देखिरहेको अघि त्यति म यत्रो वर्ष नर्सिङ गर्ने भएर पनि मैले एउटा असन्तुलित मानसिकता अथवा यो एबनर्मल साइकोलोजी भएको मानिसहरूलाई मैले त्यस्तो साह्रो देखेको थिइनँ रहेछु भन्ने लाग्छ कि। बाटोमा बोरा ओढेर बरबराउँदै हिँड्ने, दारी जुङ्गा नकाटेको महिला पुरुषलाई हामीले त्यस्तोलाई चाहिँ हामीले अब सरल भाषामा भन्नुभयो भने हामीले बहुला पगला भन्छौँ होइन, हामीले यो मानसिक रोगी भन्छौँ हामी। तर त्यहाँ कस्तो तरुणीहरू, सुकिलोहरू, पढेकोहरू, शिक्षितहरू त्यहाँ मानसिक रोगीहरू थिए। तर प्रथममै जो पात्र छ, मुख्य पात्र, प्रथम दिन नै मैले प्रीतिसँग मेरो जम्का भेट भयो। प्रीतिले मलाई त्यही नै यस्तो मिठो बोली, हँसाइ, त्यस्तै यस्तो, तर कस्तो उसको एउटा मतिभ्रम हगि, उसको मतिभ्रम, उसको पथ हराएको जीवनको कस्तो यो विशृङ्खल सपनाहरू बोकेर हिँड्ने एउटा केटीसँग मेरो भेट भयो र तिनै मेरो आधार बस्यो। तपाईले भन्नुहुन्छ म रुँदै पढेँ भनेर, वास्तवमा म आफै उपन्यास लेख्दा प्राय म आफै झन्डै असन्तुलित जस्तो म भइसकेको थिएँ। किनभने उनीहरूलाई अध्ययन गर्दा बुझ्दा आज हेऱ्यो भोलि हेऱ्यो त्यो असर परेर नि एउटा सिनेमा थियो, मैले भुले त्यो नाम भन्नु सकिनँ मैले। त्यहाँ सिनेमाको कुरा गर्दा पनि वाइदा रहमानले त्यसरी नै एउटा हस्पिटलको मानसिक रोगीहरूलाई राख्ने हस्पिटलमा यसो काम गर्दा ऊ आफै मानसिक रोगी भएको नर्स एउटा थियो नि। त्यो चाहिँ उयो होइन रहेछ, बनाएको होइन रहेछ भनेको जस्तो मलाई लाग्यो क्या। त्यस्तो पृष्ठभूमि मेरो त्यही तयारी भएको र अथाह लेखियो। त्यो एकवटा पात्रहरूको मैले नाम बेग्लै गरेको छु, नाम त्यही राखेको छुइनँ। तर मेरो यो केस स्टडीहरू मैले अध्ययन गरेको, स्याहारेको, चाहिए भन्दा धेरै अध्ययन गरेँ। मेरो केस हुँदैन थियो, तर अर्को मेरो साथीको केस छ, उसले स्टडी गर्नुपर्छ, तर उसको पनि म टाइम निकालेर उससँग पनि बातचित गरिहाल्थेँ, उसलाई पनि हेर्थेँ। त्यसो गर्दा त मलाई प्रिफर गरेर उनीहरू कस्तो चाहिँ म्यानिपुलेटिङ हुन्छ, कस्तो डिपेन्डेन्ट हुन्छ। अनि उसको जसले उसलाई हेर्दैछ, पढ्दैछ, स्टडी गर्दैछ, उसलाई नगरेर उनीहरू म प्रति एट्र्याक्ट हुने। मेरो केस तिमीले ल्याऊ, तिमीलाई बताउँछु मेरो हिस्ट्री, म अरू सबैलाई बताउँदिनँ भनेर त्यस्तो गर्ने। कारण मैले मनले नै स्याहारेँ नि त, मनले बात गरेँ, मनले स्याहारेँ, मनले चाहे उनीहरू सही भएर जाओस्। अरूले चाहिँ स्टडीको निम्ति गरे, उसँग बात गर्दैछ, खातामा लेख्दैछ, उनी बुझिहाल्छ उनीहरू एकदमै बाठो हुन्छ, चङ्खो हुन्छ है, यो चाहिँ मलाई केस स्टडी गरेर उसको पास गर्नुको लागि मात्रै गरेको रहेछ भनेर। तर मैले कहिले खाता कलम लिएर उनीहरूसँग मैले डिल गरिनँ, साँच्चै सेवा गरेँ, साँच्चै बातचित गरेँ। त्यसो गर्दा चाहिँ मेरो उपन्यासको पृष्ठभूमि तयार भयो। हजुर, एकदमै बलियो पृष्ठभूमि भएको छ। मलाई त त्यो जस्तै प्रीति गोपाल भन्ने जुन चाहिँ एउटा उसको स्वास्थ्यलाई आँखा लगाउने है, यो अपराजिता, यो माया, शशी भन्ने थुप्रै पात्रहरू। र मलाई यस्तो लागेको जुन चाहिँ जसको घरमा हजुर जानुभयो है, र त्यो केटीको चाहिँ आमा बाउ नभएको, उसको बडाहरूले उसलाई हेर्दै गरेको, पछि गएर चाहिँ ऊ एकदमै सुकिसकेको, खाना नखाएर मानसिक रोगले सुकिसकेको, अब त्यो अवस्था मेरो आँखामा झलझल आएको। अनि फेरि त्यो गोपाल जसले उसको वाइफलाई आँखा लाउने है, त्यस्तो मानसिकताहरू भने चाहिँ त्यहाँको त्यो पीडित
त्यहाँको पेसेन्टहरू देख्दाखेरि चाहिँ विशेष चाहिँ नारीहरू चाहिँ यस्तै लैङ्गिक विभेदता, उत्पीडन, असमानता त्यस्तै भएर नै उनीहरू मानसिक रोगी पनि भएको होला भन्ने जस्तो पनि लाग्यो है। अनि फेरि जुन चाहिँ एकजना केटी चाहिँ आफ्नो प्रेमीसँग बिहा गर्नु नदिएर चाहिँ अब पागल भएको है, मलाई लागेको मेरो आफ्नोमा चाहिँ उपन्यासकारले त्यो केटालाई बोलाएर भेटाइदिनु नि बोल्नु भन्ने पनि लागेको मलाई मनमा त्यस्तो लागेको, त्यस्तो सम्भव हुनु नि उहाँलाई पनि भन्ने खालको त्यस्तो खालको फिल भएको। र अन्तमा हजुरले जुन चाहिँ त्यो अब फलामे गेटहरू है, फलामको गेटभित्र सुतिरहेको मैले छोडेर आउँदाखेरि चाहिँ ट्रेनिङ सकेर चाहिँ फलामको गेटहरूलाई चाहिँ ताला लगाएको थियो भन्दा त्यो एकदमै इमोसनल खालको एकदमै टचिङ खालको उपन्यास चाहिँ हजुरको भएको छ। त्यसैले पनि हजुरले यो साहित्य अकादमी प्राप्त गर्नुभयो है, त्यसको लागि तपाईँलाई धेरै धेरै बधाई छ है। त्यस्तो उपन्यास हाम्रो नेपाली साहित्यलाई दिनुभयो है। र यो जुन चाहिँ अर्को यो ग्राममा यो अथा उपन्यासमा प्राय नारीहरू चाहिँ मैले भने अहिले लैङ्गिक उयोहरू नै छ है। त्यो पछि यो जुन चाहिँ हस्पिस कथा सङ्ग्रह 2003मा प्रकाशित भयो है। यो हस्पिस किन राखियो नाम है, हस्पिसको अर्थ के हो, त्यसमा के कस्ता कथाहरू छन्, नामहरू कसरी राख्यो त्यो अलिकति बताइदिनुहोस् न। हस्पिस चाहिँ यो टाइटलको यो शीर्षकको एउटै मात्र कथा छ, त्यहाँ बाँकी अन्य कथाहरू छ, तर यसमा पनि अलिकति एब्नर्मल साइकोलोजीको कथाहरू पनि परेको छ, जस्तो अन्ना है, डिप्रेसन जस्तो अवसादको रोगी पनि परेको छ। र हस्पिस पनि मेरो यो उसमा नै हो, ट्रेनिङ पिरियडमा नै, अध्ययनको पिरियडमा। अनि नर्सिङमा अरू सबैले सम्झिन्छन् होला, यो मेडिकल नर्सिङ, सर्जिकल नर्सिङहरू इन्जेक्सन लाउनु, यो ज्वरो हेर्नु मात्रै पढ्नुपर्छ भनेर होइन, तर नर्सिङको शिक्षालाई यो जुन मेन सब्जेक्टहरूलाई चाहिँ यो सहायता होस् भनेर चाहिँ यो एडुकेसन, साइकोलोजी, सोसियोलोजी, किनभने साइकोलोजी नबुझी नर्सिङ हुँदैन। सोसियोलोजी भन्दा हस्पिटल पनि त एउटा सोसाइटी हो होइन। जबसम्म सोसियोलोजी हामी बुझ्दैनौँ, हामी मानिससँग त कसरी व्यवहार गर्नु भन्ने कुरा, कसरी भन्नु भन्ने कुरो बुझ्न सक्दैनौँ। यस्तो सब्जेक्टहरू हामीले पढ्नुपर्छ, प्राय त्यस्तो हामीले पढ्नुपर्छ। र इङ्ग्लिस एउटा सब्जेक्टमा, एडुकेसन सब्जेक्टमा हाम्रो एकजना लेक्चररले पढाउनुहुन्थ्यो, एकदमै त्यो क्लासमा पढ्नु बित्तिकै त्यो दिन हस्पिस पढाउनु भयो। म त नोट्स लेख्दैछु अघि, हस्पिसको नोट्स उहाँले लेख्नुहुन्छ, म नोट्स लेख्दैछु। यो सब्जेक्ट त मलाई यति साह्रो मलाई मन पर्यो। हस्पिसको अर्थ चाहिँ हो टर्मिनल होम फर पेसेन्ट होइन, टेम्पोररी होम फर टर्मिनल पेसेन्ट, मृत्यु हुन लागेको बिमारीको निम्ति चाहिँ अस्थायी घर। र हस्पिस चाहिँ किन हुनु, हस्पिस र त्यो घर र अस्पतालमा चाहिँ के फरक छ भने, अस्पतालमा चाहिँ मर्छ भनेर जान्दै पनि इन्जेक्सन लगाइरहेको, त्यो अक्सिजन लगाइरहेको, उसलाई सलाइन लगाइरहेको, उसलाई शारीरिक कष्टहरू दिन्छ। जब चाहिँ ऊ टर्मिनल पेसेन्ट हो भनेर बुझिन्छ, ऊ चाहिँ मृत्युको पथमा अघि बढिरहेको, उसको मृत्यु असम्भवी छ अथवा मृत्यु हुन्छ भने बुझ्दा त्यो अन्तिम चेष्टाहरू गरिन्छ। अनि हामीले पनि के भन्छौँ, घरकोहरूले पनि सास रौन्जेल आस हुन्छ भन्ने हुन्छ, तर उसलाई कति शारीरिक यन्त्रणा हुन्छ, कति कष्ट हुन्छ, त्यो इन्जेक्सनको त्यो सास बढिरहेको हुन्छ, अन्तिम उसमा हुन्छ। त्यो हस्पिसले चाहिँ उसलाई टर्मिनल पेसेन्टको निम्ति चाहिँ उसलाई एकदम शान्तिसँग ट्रिटमेन्टको कुनै यन्त्रणा बाहेक, कुनै इन्जेक्सन नगरी उसलाई भनेको जस्तो गरेर शान्तिसँग बस्नु दिन्छ त्यो घर। अर्को कुरो, हस्पिसको अर्थ तीर्थयात्रीहरूको घर हुन्छ। हाम्रो पहिलाकोहरूले बुढाबुढी भएपछि के हुन्छ, म तीर्थमा गएर आनन्दसँग ईश्वरको गरेर शान्तिसँग मर्छु, जहाँ जान्छ ऊ त्यही नै शान्तिसँग गएर उसको आनन्दको ठाउँ हुन्छ, त्यहाँ गएर मर्छ। तीर्थयात्रीको घरलाई पनि हस्पिस हामी भन्न सक्छौँ कि त्यो अर्थमा पनि जान्छ त्यो। र त्यो हस्पिस चाहिँ, तर हस्पिस चाहिँ त्यहाँ मैले एड्स पेसेन्टको लागि देखाएको छु, तर हस्पिस चाहिँ वास्तवमा यो क्यान्सर पेसेन्टको लागि हो। जस्तो कलकत्ताको ठाकुरपुरहरूतिर पनि आशाबोधी केन्द्र भन्नेहरू छन्, आशाबोधी केन्द्र भन्नेहरू, त्यो अन्तिम घर जहाँ चाहिँ उसले एकदमै शान्तिसँग कुनै ट्रिटमेन्टको उपचारको यन्त्रणा बिना, इन्जेक्सन नलाइ, खालि प्यालिएटिभ ट्रिटमेन्ट भनिन्छ हाम्रो उसमा, मेडिकलमा। त्यो चाहिँ हो, मलाई उसलाई ज्वरो आयो, एकदम ज्वरो घटाउने एउटा ट्याब्लेट दियो,
हैन, उसलाई पखालो लाग्यो पखालो रोक्ने दियो, त्यस्तो प्यालेटिभ जे जरुरत छ त्यही दिएर सिम्प्टोमेटिक जे लक्षण छ त्यसको मात्रै दिएर राख्ने, त्यो यति सुन्दर एउटा कन्सेप्ट हो। हस्पिस एउटा कुनै उयो होइन, हस्पिस भनेर नै अस्पताल कुनै यो वस्तुगत रूपमा वस्तुवादी रूपमा होइन, तर यो एउटा कन्सेप्ट हो, भाववाचक भनेर सम्झिनुपर्छ हामीले। यो यति सुन्दर एउटा नाम हो है, अनि यसैलाई मैले एउटा कथाको रूप दिएँ। तर मैले क्यान्सर पेसेन्टको लागि गरिनँ, किनभने त्यति बेला एड्स चाहिँ जति बेला मैले यो कथा लेखेँ नि, एड्स एकदमै एड्सको समस्या धेरै थियो समाजमा, अनि त्यो एड्स पेसेन्टलाई पनि बुझिदिउन् समाजले भनेर चाहिँ फेरि एड्स पेसेन्टको लागि पनि यो के उहाँलाई शिक्षा थियो, सूचना थियो भनेदेखि यो अन्तिम जबसम्म म मर्दिनँ, मलाई मेरो कर्तव्य कर्मले चाहिँ देखि म विरत हुन सक्दिनँ। मलाई जे पनि गर्नु मनपर्छ, तर समाज उपयोगी केही न केही गरेर म क्रिएटिभ भएरै होइन, कर्मठ भएर अन्तिम दिनसम्म म बाँच्नु सक्छु भन्ने एउटा सन्देश चाहिँ रोगीहरूको लागि पनि छ। त्यहाँ हुँदैमा चाहिँ केही हुँदैन, सर्दैन यो रोग भन्ने पनि अब तपाईँले देखाइदिनु भएको छ है। र त्यही कथाको उसमा नै क्याथार्सिस पनि छ एउटा, त्यो त्यसको अर्थ कस्तो कथा हो त्यो? क्याथार्सिस चाहिँ यो एउटा उयो हो, साइकोलोजीमा एप्लाई हुने शब्द हो क्याथार्सिस। त्यसलाई चाहिँ नेपालीमा ठिकसँग चाहिँ विरेचन भनिन्छ, विरेचन। अनि यसलाई हामीले भेन्टिलेसन अफ द फिलिङ, यसलाई अङ्ग्रेजीमा लाइनमा भन्नु पर्यो भने भेन्टिलेसन अफ द फिलिङ। यो भेन्टिलेसनले हाम्रो के काम गर्छ, हावालाई, हाम्रो फ्रेस हावालाई भित्र ल्याइदिन्छ, भित्रको त्यो गुम्सिएको हावालाई बाहिर निकालिदिन्छ अघि। विरेचन भनेको पनि त्यही हो नि त, भित्र मेरो मनमा एकदमै गुम्सिरहेको कुरोलाई चाहिँ त्यसलाई के गरेको, बाहिर प्रकाश गरेको। र यो कथार्सिस भनेर कथामा चाहिँ एकदमै सबै कुरो आफ्नो मनको भाव दुःखलाई पोखाएको शैलीमा, आत्मपरक शैलीमा नै छ, त्यो प्रकारले चाहिँ एउटा देखिएको छ। र यसलाई खास चाहिँ विरेचन हामी भन्छौँ। यो कथार्सिस कथालाई नै मलाई 1997मा साहित्य सम्मेलनबाट दियालो पुरस्कार दिएको। मैले यो चाहिँ वास्तवमा मैले यो शब्दहरू अङ्ग्रेजी लगाएर लेख्ने ठुल्ठुलो गर्ने मेरो होइन, तर यो हस्पिस जस्तो कन्सेप्टलाई कति राम्रो कथार्सिस भन्ने छ होइन, यो विरेचन भनेर कथा लेख्दा भन्दा कथार्सिस लेख्नु यो के रहेछ त भनेर पाठकलाई पनि एउटा उत्सुकता होस् होइन, त्यो भनेर मैले यो कन्सेप्टहरूलाई नयाँ नयाँ नामहरूलाई, साइकोलोजिकल नाम भयो, यो मेडिकलको नामहरूलाई चाहिँ मैले यो साहित्यमा कथा लेखनमा प्रयोग गर्ने चेष्टा गरेँ। एट्र्याक्टिभ पनि भयो, अझै क्युरियोसिटी पनि बढ्यो, अझै अब के गर्ने, उमेर पनि भयो, लेखन धेरै कम्ती भयो, स्लो। अझै एउटा दुईटा मसँग यस्तो नामहरू, यस्तो कन्सेप्टहरू छ मसँग अघि। अब सके भने, अब समयले साथ दियो, स्वास्थ्यले साथ दियो भने त्यो विषयहरूमा पनि कथा देखिन्छ कि भन्ने मलाई चेष्टामा छु। अब यो अर्को कृतितर्फ जानु अगाडि चाहिँ म एउटा सानो प्रश्न, यो जुन चाहिँ उपन्यासहरू लेख्नु हुँदैछ है, यो उपन्यास, यो आख्यान लेख्दा, कथा लेख्दा, उपन्यास लेख्दाखेरि चाहिँ हामीले के कस्तो कुरामा ध्यान दिनुपर्छ, कस्तो खालको नियममा विषयवस्तु कस्तो हुनुपर्छ भन्ने चाहिँ सुझाव दिनुहुन्छ हजुरले अनुजहरूलाई, जसले कोसिस गरिरहनु भएको छ लेख्नु? आफै एकजना यो मार्गी हुँ होइन, कथा लेखनको मार्गमा, उपन्यास लेखनको मार्गमा म छु। अनि म कुनै साहित्य महारथी त होइन नै अघि, मैले यो लेखन सिद्धान्त, लेखन विधिलाई, लेखनलाई मेरो कुनै सैद्धान्तिक रूपमा मैले बताउनु त्यस्तो आधिकारिक व्यक्ति हुँ म भनेको जस्तो मलाई लाग्दैन। तर म अध्ययन चाहिँ गर्दै जान्छु नि त होइन, अध्ययन गर्दै गएर आज के चल्दै रहेछ, कस्तो प्रकारले लेख्नु पर्ने रहेछ, यो केमा चाहिँ हामीले ध्यान दिनु पर्दो रहेछ आख्यान लेख्दा, र जो चाहिँ प्रभावकारी हुनसक्छ अथवा पाठकलाई रुचिकर हुनसक्छ। वास्तवमा मेरो लेख्ने काम हो, मैले लेखेँ जसको होइन, हामीले सब समय र पाठकलाई चाहिँ हामीले ध्यान दिनुपर्छ, के चाहन्छ पाठक, कस्तो कुरो पढ्छन् है। प्रतिक्रिया गरून् नगरून् त्यो उहाँहरूको, तर पढिदिउँ त्यो पनि त ठुलो कुरा हो कि, त्यो ध्यानमा राखेरै हामीले लेख्नुपर्छ। र संरचनामा पनि विशेष हामीले ध्यान दिनुपर्छ। आजभोलि साह्रै लामो कथाहरू पाठकहरूले रुचाउँदैनन्, तर मेरो जो ट्रेन्ड बस्छ नि, आफ्नो जो धार हुन्छ, मलाई सबै ज्ञान हुँदै पनि वास्तवमा लेख्दा मेरो त्यस्तै हुन्छ। अब यो जुनी त्यतिकै होला, नयाँ प्रकारले आज जुन नयाँ
लेख्ने नानीहरूले केटाकेटीले भाइ बहिनी जस्तो प्रकारले लेख्छन् नि छोटो कथाहरू लेख्छन् अनि जुन धारमा लेख्छन् जस्तो शिल्प शैलीमा लेख्छन् त्यो मलाई साह्रै मनपर्छ नि। तर हामीले त्यस्तो हाम्रो जुन ट्रेन्ड बस्यो अथवा मेरो जस्तो प्रकारले हात बस्यो जसरी मेरो उयो बस्यो बानी बस्यो त्यो हत्तपत्त बदली हुँदैन रहेछ, परिवर्तन गर्न सकिँदैन रहेछ भन्ने मलाई अनुभव छ। तर त्यो आफ्नो आफ्नो स्टाइल पनि हो नि त हो, अघि आफ्नो आफ्नो शैली हो, आफ्नो आफ्नो पारा विशेषता, आफ्नो आफ्नो विशेषता पनि होस्। चल्यो अब त सक्यो जति गर्नु त्यो गरियो अघि। र म आधिकारिक म कथाकार आधिकारिक उपन्यासकार म होइन। यो सबै शिल्प शैली विषयमा सिद्धान्त विषयमा कसरी लेख्ने तरिका भन्ने कुराहरूमा म भन्नु म सक्दिनँ। तर समयलाई ध्यान दिनु पर्यो अनि अध्ययन पनि गर्नु पर्यो। राम्रा कथाकारहरू कथा लेख्नु छ, राम्रा कथाकारहरूको राम्रा उपन्यासकारहरूको पनि हामीले पढ्नु पर्छ। अनि जो सिद्धान्त बनाउनेहरू हुनुहुन्छ उहाँहरूले पनि अध्ययन गरेरै बुझेरै समयलाई कस्तो चाहिन्छ भन्ने बुझेरै गर्नुभएको हो। त्योहरूमा पनि हामीले अब ध्यान दिनुपर्छ र धेर थोर केही नभए पनि केही प्रतिशत भए पनि बदली भयो होला मेरो पनि भन्ने आशा चाहिँ म गर्छु है। त्यही कुराहरू ध्यान दिनु पर्यो। हजुर गुरुआमा, यो जुन चाहिँ हाम्रो नेपाली साहित्य लेखन सुरु भयो है, नेपालमा त नभनौँ, पहिला भारतको हेर्दा दार्जिलिङको योहरू हेर्दाखेरि चाहिँ जब पुरुषहरूले पुरुष साहित्यकारहरूले लेख्न सुरु भएको थिए, हामी त्यसको कति पछि चाहिँ महिलाहरू चाहिँ पदार्पण भयो साहित्यकारहरूको? अब भारतको परिप्रेक्ष्यमा भन्नु हुँदैछ कि? हजुर, भारत भनौँ, दार्जिलिङै भनौँ, दारिकै। हजुर, अब यो नेपाली साहित्य सम्मेलनको कुरा गरौँ हामी। 1924 हाम्रो स्थापना दिवस हामीले मनाउँछौँ अघि। त्योभन्दा पहिल्यै भ्रमर लेखिएको होइन। भ्रमर जस्तो आजसम्म कहिले पनि पुरानो नहुने, आजसम्म नयाँको नयाँ, आजसम्म हामीलाई मनपर्ने उपन्यास लेख्ने त्यस्तो धुरन्धर एकजना उपन्यासकार, त्यस्तो शैलीहरू प्रयोग गर्ने शैलीको धनी रूपनारायण सिन्हाहरूले लेखेको बेलामा को नारी साहित्यकार थिए लेख्ने? त्यति बेला इतिहासको कुन कुइनेटोमा हामी उभिरहेको थियौँ, के गर्दै थियौँ हामी? त्यही स्तरमा त्यस्तो लेख्ने कोही हुनुहुन्थ्यो? उपन्यास त पुरै थिएन, लेखहरू पनि थिएन, लेखक थिएन। त्यसपछि 1949तिर आज म यहाँ अलगै अर्को कामले, पारिवारिक कामले म नेपालमा आएँ। मसँग चिन्तन गरेर अलिअलि त म उमेर भयो, भुल्छु नि कतिवटा कुराहरू अघि, यसो पल्टाउँ हेरौँ भन्ने पनि त्यो केही साधन बिनै म थिएँ, मेरो मोबाइल थियो, त्यतिमै म तपाईँसँग अहिले यस्तो साहस गरिरहेको छु बातचित गर्ने अघि। सालहरू मेरो यताउति होला अघि। त्यो 1949तिर यो गोर्खा पत्रिकाहरू, 45तिर हो गोर्खा पत्रिकाहरू, अनि भारती 1949तिर, त्यसपछि चन्द्रिका, खरसाङको चन्द्रिका 1918मा हाम्रो पारसमणि प्रधान सरहरूको सम्पादनमा 1918मा कसले, कुन नारीहरूले लेख्दै थिए? एक दुईजना विद्यावती के भन्ने लेखहरू, नारीकै विषयमा लेखहरू त्यो पहिला धेरै लेख्यो, नेपालतिर पनि त्यस्तो धेरै लेख्यो है। तर त्यति बेला के हुन्थ्यो भने अब नारीहरूलाई साँच्चै नै यो लैङ्गिक विभेदले गर्दा नपत्याएको हो या साँच्चै नै लेखिदिन्थ्यो त उसले त होइन रे, त्यो त उसको श्रीमानले पो लेखिदिएको अरे त भने, श्रीमान लेखक छ भने श्रीमतीले नलेखे पनि भयो। सानुमती राई दिदीलाईसम्म पनि उहाँको धेरै कविताहरू हाम्रै नारी साहित्यकारहरू हाम्रो अग्रजहरूले भन्नुभएको छ। भाइचन्द्र प्रधानले पनि लेखिदिएको त, सानुमतीले लेखेको होइन त्यो। अरे त भाइचन्द्र सर बितिसकेर त कस्तो कस्तो कविताहरू छ त हाम्रो सानुमती राई दिदीको है। त्यस्तो नपत्याएको नि त, नपत्याएको लेख्नु त पुरै छैन। अनि त्यो हल्ला सुन्दाखेरि चाहिँ सानुमती दिदीलाई कस्तो अप्ठ्यारो लाग्थ्यो अरे कि, अनि छाप्नु मन लाग्दैन थियो। यसलाई तपाईँ के भन्नुहुन्छ? भन्नुहुन्छ कि छोरीहरूको यो अँध्यारो युग भन्नुहुन्छ, के भन्नुहुन्छ? म खुलेर केही भन्दिनँ आज। आज म त्यो भन्ने मुडमा पनि छुइनँ अघि, भन्ने समयमा मैले धेरै भने पनि तपाईँसँग यसरी मैले साहित्यको कुरा, विचार विमर्श कुराहरू गर्दा मलाई आनन्द पनि लागिरहेको छ। को थियो त्यस बेला चन्द्रिकाको समयमा लेख्ने? अनि भारतीमा बल्ल बल्ल हाम्रो कथाकारहरू, मनु राईहरू, कृष्ण के राई सुब्बा केहरू भन्ने निस्किनु भयो है 1950-51 तिर है त्यो। त्यसपछि हाम्रो लक्ष्मीदेवी सुन्दास गुरुआमाहरू पनि हुनुभयो।
1950-51 तिर, तर एकदमै कम संख्यामा। कम त्यसो संख्यामा गर्दा कति पछि सुरु गर्नु भएको रहेछ र अब कति पछि सुरु हजुर गर्नु भएको त्यही त हामी एकदमै सम्झिनु। ग्याप कम से हजुर कम राम्ररी भन्नु हो भने त राम्ररी भन्नु उफ्रिनु कुद्ने फुल स्पिडमा गर्ने त झन्डै 100 वर्ष 50-60 वर्षको उयो त फरक त हामीले देख्यौँ नै अघि। फरक हजुर झन्डै पुरा उसमा आउनु त अझै पनि 100 वर्ष हजुर जस्तो चाहिँ लागेको छ। हजुर नेपालमा त हजुर झन् कुरा छैन होइन। हाम्रो हजुर प्रथम कविहरूले रघुनाथ भट्टहरूले, हाम्रो भानुभक्त आचार्यहरूले आचार्यहरू यो बधु शिक्षाहरू लेखेको बेलामा, रामायण लेखेको बेलामा त नारीहरू के पो गर्दै थिए, हजुर कहाँ थिए, कति त्यसको 100-200 वर्षपछि 200 वर्षपछि हजुर आए होइन, हो त त्यसको कति वर्षपछि आए। हो र त धेरै ग्याप छ। अनि यो ग्याप भर्नको लागि चाहिँ हामीले जुन उद्यम गर्यौँ, जुन एउटा नारी संस्थाहरू गरेर एकअर्कामा प्रेरणा ग्रहण गरेर हामीले छिटो संख्या बढाउने, नारी साहित्यकारको संख्या बढाउने, कृतिहरूको संख्या बढाउने जुन चेष्टा भयो, त्यसलाई उहाँहरूले आन्दोलन सम्झिनु भयो, पुरुष विरोध गरेको सम्झिनु भयो। तर होइन नि त, अघि समयलाई भेट्ने चेष्टा गरेको हो त्यसलाई होइन, समयलाई भेट्ने चेष्टा विरोध होइन, भएको हो। उहाँहरूसँग त्यो अनि यो प्रतिस्पर्धा पनि होइन त्यो होइन, त्यो त्यसलाई हामीले त्यो प्रतिस्पर्धा होइन। मैले जुन कमी भेटेँ, जुन पछाडिएँ म, जुन मेरो मार्ग अगाडिको मेरो मार्ग एकदम खाली छ, जो ग्याप छ, त्यसलाई मैले भर्नुलाई मैले कर्तव्य सम्झेर जुन छिटो छिटो हामीले चेष्टा गऱ्यौँ, भेला हुने चेष्टा, विचार आदान प्रदान गर्ने चेष्टा, कृतिहरू बढाउने चेष्टा, कार्यक्रमहरू गर्ने चेष्टा जुन गऱ्यौँ, त्यसलाई उहाँहरूले हाम्रो नारीवादी आन्दोलनको रूपमा दिनुभयो अघि। अनि पुरुष विरोधी हामीले सङ्गठनहरू गरेको जस्तो उहाँहरूले सम्झिदिनु भयो। र यो धेरै ग्याप छ, राम्रो लेख्नुमा त अब धेरै ग्याप छ अघि। यो अनि त्यो तपाईँको यो पुरा उयो अर्को उपन्यासमा चाहिँ अब निर्गमन आइपुग्यो है। निर्गमनले पनि अब धेरै प्रशंसा बटुल्नु भयो। छुट्टै धाराको एकदम उत्कृष्ट उपन्यास हामीले निर्गमन पनि पायौँ है। निर्गमनमा चाहिँ यो जुन चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने निर्गमन मैले सुने कतिजना उसहरूले त, कतिजना पाठक भनौँ, पाठकले त निर्गमनकी तृष्णा चाहिँ विन्द्या सुब्बा स्वयं हुनुहुन्छ भनेर पनि सुने, कतिले त्यस्तो पनि भन्नुभयो है। अनि निर्गमनको तृष्णालाई जुन प्रकारले तपाईँले एउटा नारीवादी लेखक भनौँ न, उहाँलाई अब जुन प्रकारले एउटा यो प्रीतिसत्तात्मक देवललाई भत्काएर तपाईँले बाहिर निकालिदिनु भएको छ, गृह त्याग गरेको छ, पलायन भएको छ, त्यो जुन चाहिँ अहिलेसम्म स्त्रीहरूले गर्नु सकेको थिएन, तर तपाईँले तृष्णालाई गराइदिनु भयो है। त्यति मात्र नभएर मलाई मन परेको चाहिँ उसको लोग्ने, उसको श्रीमानले चाहिँ अब अहिले त हाम्रो समाजमा के छ, कोही स्त्री एक दिनै घर बाहिर गयो भने पनि, एक हप्ताको लागि गयो भने पनि त्यसलाई स्वीकृति दिँदैन, स्वीकार गर्दैन घरमा फर्केर आउनु। तर उसको लोग्नेले त ऊ आउँछ, ऊ राम्रो कामको लागि, उसलाई यति दृढ विश्वास थियो आफ्नो स्वास्नीप्रति है। त्यो चाहिँ मलाई एकदमै मन परेको। र यो तपाईँले कुन चाहिँ पृष्ठभूमिमा चाहिँ यो निर्गमनलाई, मैले अब यो बुझेको यति है, तर तपाईँले कुन पृष्ठभूमिमा, कुन चाहिँ के कुरो सोचेर कसरी निर्गमन गराउनु भयो तृष्णालाई, त्यो अलिकति बताइदिनुहोस् न। यो म एउटा सङ्घर्षशील नारी लेखक भएकोले गर्दा नै मैले जो अनुभवहरू बटुलेँ अघि, अनुभवहरू बटुलेँ, किनभने हामीलाई लैङ्गिक विभेद छैन भन्दा पनि हाम्रो घरभित्रको हाम्रो कर्तव्य त हाम्रो अहिले पनि छ नि त हाम्रो, होइन? बिहान बेलुका चुल्हा चौका गर्नुपर्ने, लेख्नुको लागि सब समय नै हुँदैन हामीलाई। कहिले काहीँ त्यो सब धन्दाबाट चोरेको समयमा हामी लेख्छौँ अघि। अनि अर्को कहिले लेख्छौँ कहिले लेख्दैनौँ, तर आफ्नो घर धन्दा गर्ने, खानापिना नबनाई, भाडा नमाझी, उयो नगरी त हामी त्यो सबै फ्याँकेर त हामी कहिले पनि लेख्दैनौँ नि। फुल टाइम राइटर हुने कुरा त हाम्रो त पुरै आएन। पार्ट टाइम राइटरमा पनि हामीलाई सब समय त्यो हुँदैन। तर मलाई कोही बेला अथा जस्तो उपन्यास लेख्दै गरेको बेलामा कोही बेला त लेखिरहँ जस्तो पनि त लाग्छ नि त।
है। हजुर तर कति सचेत भएर कति समयको लागि चाहिँ म लेख्नु बसेको छु, घडी हेर्दै लेखेपछि जहाँ लेखेको छु जस्तै भावमा म पुगेँ भने पनि त्यसलाई छोडेर हामीले उठेर हाम्रो आफ्नो काममा लाग्नुपर्छ है। कहिलेकाहीँ त्यो कलम गरेर निस्किदिउँ जस्तो त हामीलाई लाग्छ नि, तर त्यो हजुर पर्खाल भत्काउनु त सजिलो कुरा छैन सकिँदैन, है। सजिलो अनि छैन। मलाई यो हजुर बौद्ध दर्शनमा गौतम बुद्धको जीवनमा पनि मलाई रुचि छ नि त। मैले जहिले पनि एउटा प्रश्न मैले के दिएँ, जहिले पनि मैले देखेको छु नि, महत्तम कर्तव्यको निम्ति, ठुलो ठुलो कर्तव्यको निम्ति गृह त्याग नगरी चाहिँ कसैको पनि ठुलो उद्देश्य पुरा भएको छैन। घरभित्र 4 देवरमा बसेर आटा चामलको त्यो भाउ बन्दै घरको लछारो उयो गर्दै गरेर चाहिँ कहिले पनि कसैको पनि ठुलो उद्देश्य पुरा भएको छैन। र संसारमा जति पनि महत्तम उद्देश्यको निम्ति गृह त्याग गरेका छन् ती सबै पुरुषहरू छन्, नारीहरू एकजना पनि छैन। प्रथम त म गौतम बुद्धलाई लिन्छु, अनि हाम्रो विवेकानन्दहरू हुनुहुन्छ जसले संसार विचरण गरेर गर्ने। हाम्रो सत्य साई बाबा हेर्नुहोस्, 14 वर्षको उमेरदेखि गृह त्याग, म बृहत्तर जगतको लागि मलाई बोलाइरहेको छ, म उयो गर्दैछु, तिमीहरूको घरमा बसेर म बस्दिनँ भनेर झोला फ्याँकेर निस्किनु भयो, स्कुलको खाता किताब गरेर निस्किनु भयो। गौतम सिद्धार्थ गौतम हेर्नुहोस्, एउटा राजकुमार, उहाँ घरबाट बाहिरिँदा यशोधरा जस्तो स्त्री छोडी राहुल जस्तो पुत्रलाई छोडेर उहाँले के उहाँहरूलाई अप्रेम गरेर मन नपराएर छोडेका हुन् र उनले छोडेको होइन नि त। तर ज्ञानको खोजीमा, जीवनको सत्य बुझ्नुको लागि, जीवन र मृत्युको अर्थ रहस्य बुझ्नको लागि उहाँले गृह त्याग गर्नु, ज्ञानको खोजीमा गर्नु। मेरो प्रश्न आएर बारम्बार मलाई टोक्नु थाल्यो, के टोक्नु थाल्यो भनेदेखि ज्ञानको खोजीमा महत्तर उद्देश्यमा गृह त्याग गर्ने अधिकार के पुरुषलाई मात्र छ? स्त्रीमा त्यस्तो आकांक्षा हुन सक्दैन, स्त्रीमा पनि ज्ञानको खोजीको तृष्णा हुन सक्दैन। त्यसै कारण मैले पनि 5 वर्ष सानो बालक र आफ्नो त्यति माया गर्ने लोक नै सबैले त्याग गरेर एउटा मैले प्रयोग गरेको हो अघि, स्त्रीलाई मैले यसरी गृह त्याग गराएँ मैले। र म स्वयं त होइन, तर मेरो मानस बिन्द्या सुब्बा हुन सक्छ अघि, म त अझै पनि चुला चौकामै छु, यो 70 प्लसको 71 वर्षको उमेरमा पनि। तर अब चाहना, हाम्रो उद्देश्य, हाम्रो चाहना सपना त्यो चाहिँ एउटा खुला विचरण नारी लेखिरहनु मात्रै पाऊँ, हाम्रो आफ्नै एउटा स्पेस बनोस्, आफ्नै संसार बनोस्, र मैले चाहेको जति म सबै लेख्न सकोस्। देविका बहिनी कति हो, यो 4वटा मात्रै उपन्यासको मैले नाम भने, यस्तो कतिवटा उपन्यास त मेरो अझै पनि मेरो मनभित्रै त्यसै थिचेर बसेको छ। त्यो कहिले अब आउनु पाउँदैन, म के भन्नु सक्छु, समय पनि धेरै अघि बढिसकेको छ। मेरो महत्वाकांक्षाको लेखन कार्यहरू, विषयहरू सबै मनैमा छ, सबैलाई लेख्न सकेनौँ हामीले। मैले अघि भने हजुरलाई, अब कसैले मैले एउटा लेखमा पढेको पारिजात हुन् भनेर पनि उहाँले त्यो उपन्यास पढेर भन्नुभएको छ है। पारिजातसँग तपाईँ कति क्लोज हुनुहुन्थ्यो, कति प्रभावित हुनुहुन्छ पारिजातका यो सिरिजको फुल र अन्य लेखहरूसँग? यो मैले अघि तपाईँहरूलाई जसलाई श्रद्धा गर्छु भने होइन, हाम्रा पश्चिमका महिला लेखकहरू जसले फिलोसफरहरू पनि छन्, सबै लेखकै छन् भन्ने छैन अघि, एक्टिभिस्टहरू पनि छन् त्यहाँ, फिलोसफर पनि जस्तो भिन्डिकेसन अफ वुमेन राइटहरूमा जस्तो उली स्टोनक्राफ्टहरू विशेष फिलोसफरहरू हुनुहुन्थ्यो। उहाँहरूलाई श्रद्धा गरेपछि नेपाली भागमै फर्केर आएपछि मैले कसैलाई श्रद्धा गर्छु, यो उन्मुक्तिको चाहना, नारी मुक्तिको चाहना राखेर यस्तो साहसपूर्वक लेख्ने कसैलाई म श्रद्धा गर्छु भने उहाँ चाहिँ पारिजात हुनुहुन्छ। पारिजातसँग मेरो 20 वर्षको उमेरको फरक थियो है, त्यो संजोग भनौँ या के भनौँ, उहाँसँग मेरो दार्जिलिङमा आउनुहुँदा मेरो भेट भयो। तर भेट भएपछि हामी सधैँभरिलाई, उहाँ पनि साह्रै इम्प्रेस हुनुभयो, मलाई थाहा छैन के को लागि मसँग। अनि म त पहिल्यैदेखिको पारिजातसँगको उयो नै हो अघि, म एकजना उहाँको प्रशंसक नै थिएँ, उहाँको लेखहरू मन पराउने, र हामी अत्यन्त क्लोज भयौँ हामी। र प्राय 3 दिन 4 दिनको हाम्रो साथ थियो, तर हाम्रो जीवनभरिको मित्रता बस्यो उहाँ बितुन्जेलसम्म अघि। उहाँले म माथि पनि धेरै केही उसहरू लेख्नुभयो, पत्रहरू लेख्नुभयो, कोही नेपालको पत्रिकातिर छाप्नुभयो, समालोचनाहरू पनि लेख्नु भएको थियो मेरो कथाहरूको उहाँले। त्यसपछि चिठीहरू पनि लेख्नुभयो र मसँग सधैँ भयो। उहाँ म पारिजात
आफ्नै छ। उहाँ चाहिँ मलाई के लाग्छ भनेदेखि म त हतियार आजको युगको हाम्रो नारी साहित्यकारहरूले हामीले हतियार सुम्पेको छौँ र पारिजातलाई, हामीलाई लाग्दैन र अघिको अलिकति समय पारिजातको थियो, आजको समय पनि पारिजातकै हो भन्ने, बा भोलि पनि हाम्रो नारी लेखकहरूको लागि भोलि पनि सायद पारिजातकै पो हुन्छ कि भन्ने जस्तो पनि लाग्छ। यतिसम्म सबल लेखक मान्छु म पारिजातलाई। अब यो धेरै लामो कुरा गऱ्यो भने अझै समय धेरै जाला, पछि भन्दै जाउँला। हजुर अझै पछि गरौँ है। र यो नेपाली साहित्य क्षेत्रमा तपाईँको आफ्नो सबल दुर्बल पक्षहरू केही छन् कि केही भन्न चाहनुहुन्छ यसको माथि? यो त मैले भन्ने कुरा आएन अघि, यो त पाठकहरूले भन्ने कुरा आयो, समालोचकहरूले भन्ने कुरा आयो, अरूले भन्नु पर्ने कुरा आयो। मेरो दुर्बल कुरामा त म त्यही भन्नु सक्छु होइन, समयले यत्रो 60 वर्षको मेरो साहित्य साधना पुरस्कार पनि थापे, अघि तपाईँले नाम भन्नुभयो। तर मैले त्यो साधना जस्तो बनाएर जति मैले गर्नु सक्नु पर्थ्यो त्यति मैले गर्नु सकिनँ भन्ने थियो। अथवा जुन तरिकामा गर्नु पर्थ्यो, जस्तो प्रकारले गर्नु पर्थ्यो, जस्तो रूपमा मैले प्रस्तुत गर्नु पर्थ्यो, चढाउनु पर्थ्यो, मैले अर्पण गर्नु पर्थ्यो नेपाली वाङ्मयलाई भनेर, त्यस्तो मैले गर्नु सकिनँ। अरू दुर्बल पक्षहरू त पाठकहरूले बताउन सक्छन्, समालोचकहरूले बताउन सक्छन्। सबल पनि यही नै हो, सबल पक्ष मेरो यही मेरो स्वीकार हो कि मान्छे भएर जन्मेपछि आफ्नो क्षमता अनुसार केही न केही सेवा गरेर, केही न केही योगदान गरेर मान्छे मर्नुपर्छ भन्ने यति कलम घोट्नु सक्यौँ अघि, यति लेख्न सके। यसरी केही विषयहरू जो नेपाली साहित्यमा नयाँ भयो त्यस्तो पनि मैले दिनु सकेँ। सबल पक्ष यही होला। अनि दुर्बल पक्ष, दुर्बलमा त अब त्यस्तो केही छैन, तर तपाईँले अघि जुन भन्नुभयो म भित्र अझै धेरै उपन्यासहरू छ, अझै अगाडि आउनै छ, लेख्नै छ, त्यो लेख्नु नसक्नु नै अब उयो हो है, र कोसिस गर्नु होला हजुरले है। र यो हजुर कस्तो तपाईँले कसको उपन्यास, कस्तो खालको पुस्तकहरू पढ्न रुचाउनुहुन्छ, अरूको किताबहरू पढ्नुहुन्छ? मैले आज धेरै लेखेर बुझाउनु पर्ने हुँदा नि बेसी हामी असाइन कामहरू बेसी भयो हाम्रो होइन, कसलाई कथा दिनुपर्छ, कसलाई है कता हतार कहाँ कसको अभिनन्दन गर्नु त लेख्नुपर्छ, त्यसले गर्दा अहिले हाम्रो त्यसै पनि कम समय, अघि हामीले भनिहाले पार्ट टाइम भित्र पनि कोही बेला गर्नु नपाउनेको समयभित्र अहिले पढ्नु धेरै कम्ती भएछ। पहिला लेख्नु कम्ती थियो, पढ्नु धेरै थियो, आज लेख्नु बेसी भयो, स्पिड छैन होइन, अलिअलि गर्दै लेखेर त्यो पढ्नु धेरै कम भयो। तर मैले नेपाली साहित्यको धेरै ठुला लेखकहरूको, राम्रा लेखकहरूको मैले प्राय अघि मैले धेरै पढ्नु पाएँ, मैले पढिसकेको छु अघि, नेपालको भारतको सबै लगाएर। अनि मलाई पढ्नु मन लागेको, मलाई शैलीले पनि तान्नु पर्यो, विषयले पनि तान्नु पर्यो। अनि लेख जबरजस्ती चाहिँ पढ्नु सक्दिनँ म, मलाई शैलीले ताने भने, विषयले ताने भने म एकदमै पढ्नु सक्छु। र मैले नेपालमा भन्नु भन्यो भने चाहिँ मलाई यो भवानी भिक्षुको कथाहरू साह्रै मनपर्ने, मैया साहेब जस्तो कथाहरू सबैको पढ्थे, गोठालेहरूको कथाहरू पनि भयो। अनि हाम्रो यो सेतो बाघहरू लेख्नुहुने डायमन्ड शमशेर राणाहरूको हजुर उहाँहरूको भयो, वचन जस्तो यहाँ उपन्यासहरू त्यति बेलाको समयतिर सबै पुरानो जति सबै पढिसकेको छु। तर मलाई त्यसमा पनि केही चुनेर उयो गर्नु पर्दा विजय मल्लको यो अनुराधा, शिरीषको फुल साह्रै मन परेको भयो। अनि यो मैया साहेब कथा सङ्ग्रहको नाम नै मैया साहेब भयो, भवानी भिक्षुको कथाहरू भयो। अनि मलाई प्रेमा शाहको केही कथाहरू मलाई मनपर्ने त्यस्तोहरू पढेँ मैले। यता भारतीय हाम्रो परिप्रेक्ष्यमा मलाई हाम्रो मटिला दिदीको कथाहरू पनि साह्रै राम्रो लाग्छ कि अहिले नयाँहरूमा त अब सबै राम्रो लेख्ने नारी साहित्यकारहरू हुनुभयो तपाईँ, जति सक्दो म सबैको पढ्छु। म सबैले राम्रो लेख्दैछन्, बुझेर लेख्दैछन् र के लेख्नुपर्छ भन्ने कुरोमा सचेत भएर लेख्दैछन्, र त्यस्तो पढ्नु नै म रुचाउँछु। अनि मैले कृष्ण सिंह मोक्तान सरको उपन्यासहरू पढेँ। अनि इन्द्रबहादुर राई सरको त के भन्ने अब होइन, उहाँको विपना कतिपय आज भनिएको छ, यो कथास्थाको कथाहरू भयो, प्राय यस्तोहरू म पढ्न रुचाउँछु। मलाई शैलीले तान्नु पर्यो, विषयले पनि तान्नु पर्यो, त्यो भएपछि चाहिँ मलाई जसरी पनि म पढ्ने गर्छु।
तपाईँ त भगवान् श्री सत्य साई बाबाको अनुयायी हुनुहुन्छ है। धेरै म कार्यक्रमहरूतिर देख्छु हजुरलाई, धेरै सेवा पनि गर्नुहुन्छ, उता गएर सेवाहरू गर्नुहुन्छ है। सँगसँगै हाम्रो दार्जिलिङका वरिष्ठ दिव्य पुरुष भनौँ, हाम्रा कृष्णसिंह मोक्तान सरसँग पनि त धेरै नजिक हुनुहुन्छ है। उहाँबाट उहाँलाई कस्तो प्रकारले चिन्नु भएको छ, उहाँलाई, इन्द्रबहादुर राई सरलाई? हजुर, यो हामीले सबभन्दा पहिला हाम्रो किशोर उमेरमा नै जति बेला हामीले लेख्न सुरु गर्यौं, उहाँहरूको पढेर हामीले लेख्यौं नि त अघि, उहाँहरूको पढेर लेख्यौं। त्यति बेला 1958 मा छापिएको होइन, 1958-59 मा विपन्न कतिपय कथा सङ्ग्रहहरू छापिएको। 1958 मा यो चरणधुली जस्तो उपन्यासहरू पढेको केटाकेटीदेखि नै उहाँहरूको हामीले पढ्दै आएको। र उहाँहरूको योगदान पछि गएर अलिकति मोक्तान महोदयले यता आध्यात्मिक साहित्य, साई साहित्यपट्टि धेरै योगदान दिनुभयो। उहाँलाई कर पनि लाग्यो, भगवान बाबाले उहाँलाई चुन्नु भएको एकजना अस्त्र पनि हुनुहुन्थ्यो, उहाँ अनुयायी पनि हुनुहुन्थ्यो। त्यतापट्टि जाँदा जाँदै पनि यता उहाँले जीवन गोरेटोमा जस्तो उपन्यास पनि दिनुभयो, अघि उदय अस्त जस्तो पनि दिनुभयो। यता इन्द्रबहादुर राई सरको योगदान त हाम्रो बट वृक्ष हुनुहुन्छ उहाँ। नेपाली साहित्य चाहे भारतको होस्, नेपालको समग्र नेपाली साहित्यमा नै उहाँ एकजना छाएको, व्याप्त हुनुभएको होइन, सबैले उदाहरणको रूपमा मानेको, सबैले पुजेको उहाँ एकजना बडो योगदानशील उहाँ एकजना जिनेस नै भन्छु म अघि। प्रतिभा मात्रै होइन, हाम्रो विभूति, एकजना जिनेस उहाँ साहित्यकार, नेपाली साहित्यकार हुनुहुन्छ इन्द्रबहादुर राई सरको। उहाँहरूको योगदानले गर्दा हाम्रो नेपाली साहित्यमा एउटा आधार बस्यो। जहिले पनि नयाँ हुनुभयो इन्द्रबहादुर राई सर, समय सँगसँगै हिँड्नुभयो है। अघि मैले भने नि, हाम्रो त त्यो धार बसेपछि त्यो हामीले साह्रो पर्दो रहेछ परिवर्तन गर्नु, बदलाउनु भने। एक मात्र मलाई इन्द्रबहादुर राई सर यस्तो लाग्छ जो चाहिँ समय सँगसँगै बदलिँदै समय सँगसँगै उहाँ परिवर्तन हुँदै गएर उहाँको अध्ययनले, उहाँको कामले, उहाँको चिन्तनले, उहाँको प्रयोगले, सबै कुरोले उहाँ सधैँभरि नयाँ नयाँ भएर अन्तसम्म उहाँले एकदम नयाँ भन्दा नयाँ कन्सेप्टको, नयाँ विचारको, नयाँ धारको र समय अनुसारको उहाँले कृतिहरू दिएर जानुभयो। र उहाँको योगदानलाई हामीले जति कम शब्दमा, जति धेरै शब्दहरूमा हामी बयान गर्न चाहन्छौँ त्यतिको पनि हामी बयान गर्न सक्दैनौँ, शब्दहरू पुग्दैन हामी, त्यति योगदान छ। र मोक्तान महोदयको योगदान साई साहित्यमा विशाल छ। त्यत्तिकै हाराहारी उहाँले नेपाली साहित्यमा पनि कृतिहरू दिनुभयो। उहाँहरूले प्रारम्भिक समयमा जुन प्रकारले यति मोटो मोटो उपन्यासहरू लेख्नुभयो उहाँले अघि, त्यसले नेपाली साहित्यकोमा पाठकहरू धेरै जन्माए। पाठकहरू जन्मिँदा पाठकहरूमा रुचि बढेर लेखकहरू पनि धेरै जन्माए। त्यो कृतिहरूले उहाँहरूलाई म नमन गर्छु, अत्यन्त मान्दछु उहाँहरूलाई। हाम्रो उहाँहरू शिरको उहाँ श्रद्धेय सधैँ व्यक्तित्वहरू हुनुहुन्छ। हिमाल भनौँ न हाम्रो। हिमाल। हजुर, 2017 मा चाहिँ हजुरको सीमान्त भन्ने उपन्यास प्रकाशित भयो है। सीमान्त चाहिँ मैले कस्तो पाएँ भन्दा यो निर्गमन र अथाह भन्दा छुट्टै यो चाहिँ अब एउटा नयाँ प्रवृत्तिमा है, यो नयाँ युगको, डिजिटलाइज युगको, सामाजिक सञ्जालहरूको युगको भनौँ न, त्यस्तोहरूको पाएँ है। तपाईँले त्यसलाई त्यसमा हजुरले आफूले पनि भन्नुभएको छ, म नै छु यो उपन्यासमा, मैले भोगिरहेको छु, म नै छु भनेर पनि हजुरले लेख्नु भएको छ है। र यसको कस्तो खालको पृष्ठभूमिमा, कस्तो सोचाइमा तपाईँले सीमान्त लेख्नुभयो? मैले धेरै आफ्नो वरिपरि धेरै देखिरहेको स्थितिहरूमा मैले यो लेखेँ अघि। विभिन्न प्रकारले नारीहरूलाई अहिले म भन्दिनँ कि नारीहरू मात्र उत्पीडनमा छन्, पुरुषमा पनि उत्पीडन छ अघि, पुरुष शोषण पनि हुन्छन्। तर बढी नारी नै भएको छ अघि, शोषित। यो गृहस्थीमा शोषित नारीहरू छन्, उनीहरूलाई मैले धेरै पात्रहरूलाई मैले याद गरेर टुक्रा कथाहरूलाई मैले
सोचिराखेर चाहिँ लिएर चाहिँ मैले यो सीमान्त मैले लेखेँ अघि। अनि सबभन्दा ठुलो कुरो अहिले नयाँ जेनेरेसनमा महानगरतिर पढ्नु पठाएपछि उहाँहरूको जुन प्रकारले उहाँहरू बस्छन् होइन, जुन लिभिङ रिलेसनहरू हुन्छ, एकै ठाउँ केटा केटीहरू सबै एकै ठाउँ बस्छन्, त भन्छन्, साथी साथी हुन्छन्, तर उनीहरू सबै एकै ठाउँ बस्छन्, एकै ठाउँ पकाउँछन्, एकै ठाउँ खान्छन्। त्यस्तो प्रकारले जो छन् त्योहरू पनि मैले विचार गरिरहेको थिएँ। अहिले नयाँ पिँढीलाई पनि मैले विचार गरिरहेको थिएँ। अहिले नयाँ पिँढीको केटीहरूलाई पनि जुन कति त एकदमै सबल केटीहरू छन् होइन, हामीले भन्नै सक्दैनौँ, हाम्रोमा पनि त्यो आँटहरू हुँदैन, हाम्रोमा पनि त्यस्तो विचारहरू हुँदैन, त्यस्ता युवतीहरू पनि छन् आज। र उनीहरूको लागि पुरा स्कोप पनि छ, पढ्ने लेख्ने क्षेत्रहरू चुन्ने होइन, जीवनको चुनौतीहरू पनि उत्तिकै बेसी छन् उनीहरूको निम्ति। र त्यो सबै मैले विचार गरेर मैले लेखेँ। आफू नभई त अब जन्मिँदैन, अघि केही पनि जन्मिँदैन, जहाँ आफू भिजेको हुन्छ कहीँ न कहीँ उपन्यासमा कुनै न कुनै रूपमा आफ्नो पनि उपस्थिति हुन्छ नि कथाहरूमा, हुन्छ त्यो। त्यही कारण मैले भने होला, नत्र अब राधाले जुन गृहस्थी जीवनमा जुन ठग भन्नु न होइन, श्रीमानलाई जुन प्रकारले श्रीमानले ठगे, जुन प्रकारले गरे र अर्को स्त्रीलाई आफ्नो जीवनमा भित्राए, त्यो कुनै पनि स्त्रीहरूले ठिकसँग सहन सक्दैन। र अर्को कुरो, राधाभित्र चाहिँ 2-3 जना नारीहरू छन्। मेरो एकजना साथी हुनुहुन्थ्यो अघि, त्यो कहाँ थियो साथी, कुन क्षेत्रको म भन्दिनँ, बताउँदिनँ, तर त्यो साथीलाई पनि त्यस्तै भयो, बिहा गरे, लोक्नेलाई अत्यन्तै माया गर्ने, तर लोक्ने बाहिर काम गर्नु जाने अघि, लोक्ने काम गर्नु जाँदा जाँदै अर्को केटीसँग उहाँ भएर बसिसक्नु भएको रहेछ उहाँ। तर त्यति बेला उहाँले कतिपल्ट छुटाउने कोसिस गर्यो, बिर्सिनुहोस् ल, अब त्यो यता आउनुहोस् र यतै काम गरौँ, दुःख सुख गरौँ, जति कमाउँछ कमाउँछ भन्दाखेरि म छोड्नु सक्दिनँ, बिकज सी इज प्रेग्नेन्ट भनेर घर छोडेर गएको नि। कति ठुलो अपमान हो त्यो। मेरो साथी, उसको त कुनै सन्तानहरू भएन, कारण सुरुदेखि नै लोक्ने इमान्दार थिएन रहेछ अघि। सदा सदा भित्रभित्रै हाँसी हाँसी चल्ने हुँदा चाहिँ पुरा हाटकेस हुनुभयो उहाँ। हाटकेस हुनुभयो, त्यो भित्रै दबिएर गर्दा अन्त पछि बित्नु भयो। बितेको बेलामा पनि तर बिहे गरेर गरेको भए पनि उहाँहरूको चाहिँ लिगली डिभोर्स भएको थिएन अघि, र पनि एउटा मानवताको नातामा अब उहाँलाई बोलाउँदा खबर गर्दा पनि तर आउनु भएन, उहाँको लोक्ने आउनु भएन। यस्तो टुक्रा नारीहरूको मैले लिएर चाहिँ राधाले चाहिँ हजुर त्यो एज जुन चाहिँ एज ग्याप थियो आफ्नो छोराछोरीको बिचमा, र अब अहिले डिजिटलाइज युगको छोराछोरी है, तर उहाँलाई कति साह्रो पर्दा पर्दै पनि आफूले सिकेर आफू सक्षम भएर अब विदेशसम्म एक्लै जान सक्नु भने चाहिँ एउटा ठुलो त्यहाँनिर एउटा पाठ दिनुभएको छ। गइरहेछन् हजुर। एकदम अहिलेको त्यो राम्रै भएछ क्या। ठिक हामीले समयलाई हेरेर जाँचेर हेरेर हामीले लेखेछौँ भन्ने पनि लाग्छ। हजुर। फेरि अर्को चाहिँ के लाग्यो भने मलाई, जब अन्तिममा छोरीको बिहा हुन्छ, छोरीको बिहा हुँदाखेरि चाहिँ उसको बाबा आउनु इच्छा गर्छ है, कहिले सानोमा त उसले हेरेन, छोडेर गएको थियो। छोरीले पनि राधाले पनि आउन दिएन उसको बाबालाई, तर छोराले चाहिँ भित्रभित्र पहिल्यैदेखिको बाबाकोबाट अलिकति पैसा माग्दै चलाउँदै गर्दा चाहिँ ऊ चाहिँ बाबाप्रति अलिकति झुकाउ। त्यसमा पनि मेल र फिमेल, अब स्त्री र पुरुषको मन चाहिँ अलग्गै हुँदो रहेछ भन्ने पनि अब त्यहाँ देखाइएको छ है। त्यत्रो धोका हुँदाखेरि पनि छोरीले ओठ थापेर छोरीले फिल गरेर, तर छोरा अलि फिल गर्दा गर्दै पनि अलिकति त्यो त्यति जति बुझ्नु पर्थ्यो नबुझेको यो एकदमै देखिन्छ। यो कुराहरू चाहिँ एकदमै समाजमा देखिरहेका कुराहरू हो। गुरुआमा, यो अर्को कथा संग्रह जुन चाहिँ तपाईँले 2024मा निकाल्नुभयो, 24 कि कहिले, यो भेन्टिलेटर अब हामीलाई चाहिँ भेन्टिलेटर भनेर सुन्दा चाहिँ अलिकति आङ पनि जिरिङ्ग हुने, डर लाग्ने है कथा उसको नाम। र यो शीर्षक यो भेन्टिलेटर चाहिँ तपाईँले किन छान्नुभयो? भेन्टिलेटरको कथाहरू पनि एकदमै कोरोनाकालीन एकदमै मनमा लाग्ने, दुःख लाग्ने, डर लाग्ने त्यस्तो छ है, तर यो नामै चाहिँ हजुरले किन सोच्नुभयो, राख्नुभयो भेन्टिलेटर भनेर? भेन्टिलेटरै लेखेँ। वास्तवमा मैले कथा सङ्ग्रहको नाम चाहिँ अर्कै राखेको थिएँ, तर मलाई प्रकाशक हाम्रो सुरज
गुरुङ भाइले चाहिँ ए ऐनागुरामा हजुर यो भेन्टिलेटर राखौँ भनेर उहाँको यो ए निर्णय हो। र उम्, भेन्टिलेटरको विषयमा मानिसलाई धेरै भ्रम पनि छ, धेरै डर पनि छ। अनि उम्, कसैले चाहिँ भेन्टिलेटर सहजैसँग भेन्टिलेटरमा राख्दा निको हुन्छ भन्ने पनि हुन्छ होला। र म एउटा मेडिकलमा भएकोले गर्दाखेरि र मैले यो देखेकोले मात्रै होइन, मेरो समयमा त भेन्टिलेटर थिएन। अनि म बेडसाइड नर्सिङमा म धेरै गएन, म खालि स्कुलमा बस्ने भएँ। पछि म फेरि म प्रशासक भएर यो प्रिन्सिपलको चार्जमा बसेको बेलामा खालि लेखा पढी पैसा रुपियाँको हिसाब गर्नु त्यस्तो मात्रै हुन्थ्यो अघि। तर मैले धेरै अध्ययन पनि आफैले पनि अध्ययन गरेँ अनि मानिसको अनुभवहरू पनि हेरेँ र वास्तविक कुरो चाहिँ भेन्टिलेटर भन्ने के हो र कस्तोलाई दिन्छ, यो यसबाट कति पर्सेन्टेज जति चाहिँ सबै ठिक हुन सक्छ, कस्तो प्रकार ठिक हुन्छ, कसरी कुन स्थितिमा चाहिँ भेन्टिलेटरबाट निकालिन्छ, त्यो ज्ञान होस् अरूलाई भनेर चाहिँ मैले यो कथा लेखेको। यो भेन्टिलेटर उसको बारे चाहिँ बेलामा चाहिँ हामीलाई भुल बुझाइ पनि रहेछ। हजुर यो कोरोनाको समयमा चाहिँ भेन्टिलेटर एकदमै यो एकदमै भेन्टिलेटर बिना आवश्यक त थियो कोरोनाले त सास थिएन। प्रश्वासमा नै फोक्सोमा नै हजुर असर गर्ने हजुर भएकोले त हरेक हजुर बिमारीलाई यो हजुर चाहिने हो अघि। त्यही कारण चाहिँ चाहिने भेन्टिलेटर थियो त्यति विषयमा बेला। एउटा ज्ञान होस् भनेर मैले त्यो उद्देश्यले पनि लेखेँ। त्यो एकदम राम्रो लेख्नु। यो अस्पतालको भित्र चाहिँ कस्तो सन्तास थियो, यो कोरोनाको पेसेन्टहरू, नर्सहरूको यो फ्रन्ट फाइटर्सहरू है, यो सोल्जरहरू भएर अगाडि गएको। तर जब बाहिर निस्किँदा प्रकृति चाहिँ आफ्नै धुनमा फुलहरू फुलिरहेको शान्त भएर है, त्योले त मलाई एकदम टच गर्यो। र भेन्टिलेटरको चाहिँ हामीले अलिकति भुल बुझाइ पनि रहेछ। मैले किनभने एकपल्ट दिल्ली जाँदाखेरि चाहिँ अब हाम्रो एकजना उसलाई चाहिँ भेन्टिलेटरमा राख्ने भन्दा हामी मानेनौँ। उहाँले चाहिँ भन्नुभयो, तपाईँहरूले अब त्यो हामी चाहिँ भेन्टिलेटर भनेपछि मान्छे मर्छ भनेर सम्झिन्छौँ, तर त्यो होइन। हाम्रो यो यहाँको अस्पतालमा चाहिँ भेन्टिलेटरमा बसेपछि धेरै मान्छेहरू चाहिँ रोगीहरू चाहिँ निको भएर गएको छन्। यो लाइफ सपोर्ट गर्ने सिस्टम हो, तपाईँहरूले भुल नबुझ्नुहोस् भन्ने प्रकारको चाहिँ उहाँहरूले बुझाउनु भयो है। र मैले यो भेन्टिलेटर पढ्दा पनि त्यही सम्झेँ तपाईँको। र यो जीवन सहायक भेन्टिलेटरमा एउटा हजुर हजुर धेरै अब त्यति बेला त एकदमै सन्तास थियो है। त्यो भेन्टिलेटरमा एउटा कथा मैले पढेको थिएँ, नित्य अनित्य भन्ने लेख्नु भएको छ। तिनधारेमा सायद तिनधारेमै मलाई त्यो इमेजिन आयो तपाईँको त्यहाँ जानु भएको र भन्नुभएको छ आमाको समाधिमा जानुभयो है। आमाको समाधिमा चाहिँ म गएर रुन्छु, किन हो म रुन्छु मलाई थाहा छैन भन्ने। तर त्यहाँनिर एउटा चूडान्त निर्णय पनि लिनुभयो तपाईँले, म घरिघरि आएर आमा रुँदिनँ अब, तर म एउटा कुनै ठोस एउटा सेवाको कार्य गर्छु, म त्यतापट्टि लाग्छु भनेर तपाईँले एउटा निर्णय लिनुभएको थियो। के त्यसलाई तपाईँले गर्नुहुँदैछ? मैले सकेको जति म गर्दैछु अघि। मैले आमा बाउलाई त मैले एउटा स्थानमा आफ्नो देवी देवता सरह स्थानमा राखेर उनीहरू त सदा मेरो हृदयमा छन्। तर यो प्रकारले अब आफै गएर उयो गरेर नगरे पनि मैले अर्को प्रकारले यो सेवा गर्ने म चेष्टामा छु। सेवा गरिरहनु भएको छ। मानव सेवा नै। कारण सत्य साई बाबाको अनुयायी हुनु पनि गाह्रो छ अघि, त्यत्रो अनुयायी भए हुन सक्दिनँ। तर मेरो इष्टदेवको रूपमा, उहाँलाई गुरुको रूपमा है, सद्गुरुको रूपमा स्वीकार गरेपछि उहाँले चाहिँ सेवा नै यस सङ्गठनको पनि मेरुदण्ड हो पनि भन्नुभएको छ। र त्यतापट्टि पनि मैले चेष्टा गरेँ। केही न केही हुँदैछ अघि, सोचेको जस्तै गर्नुपर्ने जत्तिकै नभए भने पनि मैले त्यसलाई त्यो मेरो भनाइलाई चाहिँ व्यवहारमा ल्याउने मैले चेष्टा गरेको छु। आमासँग त तपाईँ एकदमै क्लोज है, आमाको कुरा गरिरहनु भएको छ। आमाकै नाममा तपाईँहरूले प्रकाशन एउटा सायद खोल्नु भएको छ है। त्यो खुसी लाग्छ आमालाई गर्दाखेरि। सबैको अब त्यो भावना आमाप्रति है, त्यो तपाईँकोमा झन् म एकदमै बेसी देख्छु। र यो तपाईँले के भन्छ, हाम्रो 5 जना 6 जना मिलेर तपाईँहरू एउटा संस्था एउटा गठन गर्नुभयो, वसुधा है। वसुधाको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न। वसुधा म पनि छु 2000 त्यसमा सालमा त। यो स्थापित भएको हो। अघि कुरा गऱ्यौँ नि हामीले अघि, हाम्रो जेनेरेसन ग्यापहरूलाई भर्ने, एकाअर्कामा भेट्ने। अनि यो जो समयले हामीलाई छोडेर हामी धेरै पछि छौँ र एकाअर्कामा भेट गरेर प्रेरणा एकाअर्कालाई दिएर हामी सङ्गठित भएर चाहिँ केही साहित्यको निम्ति केही गरौँ र एउटा अघि बढेर जाउँ र यो ग्यापलाई भरौँ र नेपाली साहित्यमा मूल धारामा हाम्रो नारी साहित्यकारहरूको पनि कृतिहरूको लेखनको योगदान रहोस्
भन्ने एउटा उद्देश्यले चाहिँ यो गरियो र जस्तो प्रकारले हामीले उद्देश्य सोचेर हामीले गर्यौं 2000 मा स्थापना भयो यो सफलित भयो। यो उद्देश्य साँच्चै नै नारी साहित्यकारहरू तपाईहरु पनि त हुनुहुन्छ अघि त्यही उसमा आफ्नै उसमा पनि वसुधाले नै प्रेरणा दिएर गर्यो भन्ने हैन, तर यो प्रत्यक्ष परोक्ष प्रभाव पनि पर्छ नि त। अघि एकाअर्कामा साथीभाइ भेट हुँदा उसले त्यो लेख्दा त्यता विमोचन हुँदा अनि कृति पढ्दा आफूलाई पनि गर्नु मन लाग्ने यो यही उद्देश्यमा वसुधा स्थापना भएको हो। अब समय पनि धेरै भयो होला, अघि छोटो छोटो मैले समय पनि हजुर सकिनु आँट्यो, अब हाम्रो सकिसक्यो है। अब हाम्रो अब जुन चाहिँ आज यो विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको प्लेटफर्ममा चाहिँ हामीले यो कुरा गरिरहेका छौँ गुरुआमा। र विश्व नेपाली साहित्य महासंघले चाहिँ अहिले विश्व स्तरमै कामहरू गरिरहेको छ है। विश्वलाई अब नेपाली भाषालाई चाहिँ नेपालमा मात्रै सीमित नराखेर भारतमा मात्रै सीमित नराखेर विश्वभरि नै फैलाउने, साहित्यलाई फैलाउने, हाम्रा लेखहरूलाई बाहिरतिर फैलाउने त्यस्ता प्रकारका प्रयासहरू भइरहेको छ है। कामहरू गर्नुपर्छ भनेर र यो आजको यो कार्यक्रम पनि हामीलाई भारतबाट मात्रै होइन, नेपालबाट मात्रै पनि होइन, विश्वबाटै हेरिरहनु भएको छ। आज हेर्न नभ्याउनेहरूले पनि, नभ्याउने व्यक्तित्वहरूले पनि यो अवश्य हेर्नुहुनेछ, बुझ्नु सुन्नुहुनेछ आजको यो हाम्रो वार्तालापहरू है। र तपाईँले बुझिरहनु भएको छ, देखिराख्नु भएको छ विश्व नेपाली साहित्य महासंघको कार्यक्रमहरू है। हामीले महिनै पछि सृजना वाचनको कार्यक्रम, यसरी बिम्ब विमर्श, अनुवादको कार्यहरू भइरहेको छ। र हजुरले के भन्न चाहनुहुन्छ विश्व नेपाली साहित्य महासंघ प्रति चाहिँ? यो चाहिँ भारतीय परिप्रेक्ष्यमा चाहिँ यो एकदमै राम्रो एउटा राम्रो तपाईहरुले यो विश्व महासंघ जुन प्रकारले स्थापना गर्नुभयो, सबैभन्दा सबल, सबैभन्दा सफलतापूर्वक यो कुरालाई, यो उद्देश्यलाई, नेपाली भाषा साहित्यलाई वैश्विकरण गर्ने र विश्वमा व्याप्त गराउने उद्देश्यलाई सबैभन्दा सफल प्रकारले यो अभियान चलाउने संगठन, यो संघको रूपमा मैले विश्व नेपाली साहित्य हेरेको छु। यस्तै हाम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजहरू छ। अनि हाम्रो भुटानिस अर्को ग्लोबल भुटानिस यो लिटरेचर यो अर्गनाइजेसनहरू, यो सबैले यो अहिले कति सानो भयो, हामी विश्वमा कति नजिक छौँ अघि साहित्य। हाम्रो साथीहरू अमेरिकामा हुनुहुन्छ, हाम्रो साथी अस्ट्रेलियाको साथी पनि दार्जिलिङको जस्तै चिन्छौँ, अमेरिका पनि त्यस्तै चिन्छौँ। अनि हामी उता इंग्ल्यान्डको साथीहरूलाई पनि त्यसरी चिन्छौँ। तर त्यो त विदेश हो नि त, कति टाढो टाढो छ। कति ठुलो ठुलो यो अभियानले कति ठुलो यो सफलताहरू हासिल गरेछ, यो उद्देश्यहरू कसरी पूरा भएछ कि ती मध्येमा हाम्रो भारतीय परिप्रेक्ष्यमा चाहिँ विश्व नेपाली साहित्य महासंघको एउटा ठुलो योगदान रह्यो यो। र अत्यन्त सक्रियतापूर्वक, अत्यन्त उद्देश्यकृत रहेर जुन प्रकारले नेपाली भाषा साहित्यलाई रोचक ढङ्गमा धेरै प्रकारको कार्यक्रमहरूको माध्यमबाट धेरै प्रकारले नयाँ नयाँ सोचहरूले जुन प्रकारले चेष्टा गरिरहेको छ, त्यसको लागि चाहिँ म एकदमै विश्व महासंघलाई बधाई दिन चाहन्छु, सराहना गर्न चाहन्छु। र मेरो सम्पूर्ण तपाईहरु अध्यक्ष, सचिव र सम्पूर्ण जति सदस्यहरू हुनुहुन्छ उहाँ सबैलाई मेरो शुभकामना, नमन छ। हवस्, हुन्छ, धन्यवाद हजुरलाई। र थुप्रै धेरै कामहरू भइरहेछ। अब हामी भारत शाखामा छौँ, विश्व नेपाली साहित्यमा 54 भन्दा धेरै शाखाहरू पनि गठन भइसकेको छ। देशहरू धेरै देशहरू जोडिएका छन्, अब अहिले भनिहाल्नु भयो है। र अहिले अब यो हामीले जुन चाहिँ पुस्तकहरू छाप्छौँ नि गुरुआमा, यो छापिने चाहिँ अब हामी सायद कतैले भन्नुहुन्छ हामी अन्तिम जेनेरेसन होला किताब किनेर पढ्ने, छाप्ने। अब आउँदो भविष्यहरूमा चाहिँ अब डिजिटलाइज हुँदै गइरहेको छ है। डिजिटलाइज पुस्तकहरू कतिको तपाईँले स्वीकार्नु सक्नुहुन्छ? डिजिटलाइज बुकहरू हामीले छाप्यौँ भने त्यो चाहिँ सबै विश्वभरि नै चाहिँ पुगिन्छ, पढ्न सकिन्छ, सबै पाठकहरूले जता बसेर पनि पढ्नु सक्छन् भनेर चाहिँ अब डिजिटलाइज बुक पब्लिस गर्ने अडियो निस्केको छ अहिले है, अडियो बुक्सहरू। यसको आफ्नै महत्त्व छ, समय अनुसारको हो त्यो। अघि बृहत उद्देश्य पनि छ, तर सँगसँगै यो प्रिन्टिङ जो हाम्रो पुस्तकहरू हुन्छ यो पनि बन्द हुँदैन। हामी पनि त्यो डिजिटलाइजको पछाडि गएर चाहिँ हाम्रो पुस्तकहरू जुन नत्र त हाम्रो पुस्तकालयहरू त रहँदैन अघि, हाम्रो खालि एउटा डिजिटल ल्याबहरू मात्रै रहला। यो पनि हामी जस्तो लेख्नेहरूलाई होइन, मन पराउनेहरूलाई, कलमै घोटेर गर्नेहरूलाई, छाप्नै मन पराउनेहरूको यो पक्ष पनि सदा रहनेछ।
यता पनि यो पनि रहनेछ, त्यो बृहत भएर जाला, व्यापक भएर जाला, तर हाम्रो पनि यो पनि पछिसम्म नै रहन्छ, यति कुरा चाहिँ हामीलाई विश्वास छ। रहनु पनि पर्छ नि, यसलाई यो जुन प्रकारले सङ्ग्रह हुन्छ, यो जुन प्रकारले घरमा रहन्छ, जस्तो प्रकारले हामी फुर्सदमा हामी पढ्न सक्छौँ। कारण हामी स्क्रिनमा मात्रै पढ्न सक्ने, सबैले पढ्न सक्दैनन् स्क्रिनमा मात्रै होइन, पन्ना पल्टाएर पढ्नेहरू हुन्छन्, छेउमा राखेर सिरानीमा राखेर पन्ना पल्टाउँदै पढ्ने, ढल्केर पढ्ने पनि हुन्छन्। र यो पनि रहन्छ नै। यो यसको महत्त्व त कुनै सानो महत्त्व छैन यसको, र त्यो पनि आज समयअनुसार ठिकै छ। अघि त्यो अहिलेको स्पिड, सबै कुरो छिटो छिटो जाने होइन, कम समयमा गर्नु सक्ने अहिलेको पिँढीको लागि पनि त्यो पनि छ। अब पछि चाहिँ अब भन्नु सक्दैन साँच्चै नै तपाईँले जुन चिन्ता व्यक्त गर्नुभयो। अहिले यो पिँढी त्यति बेला पुरानो भएर जान्छ, त्यति बेला समय के होला हेरौँ के हुन्छ है। तर हाम्रो कृतिहरू छन्, यो त सधैँ बाँच्छ, सधैँ रहन्छ। हजुर गुरुआमा, हामी कार्यक्रमको अन्ततिर अन्तमै आइपुगेका छौँ है। मैले हजुरको सबै कृतिहरूलाई मैले छुन सकिनँ, अझै धेरै तपाईँको यत्रो कृतिहरू छ, मैले आध्यात्मिक कृतिहरूलाई, अनुदित कृतिहरूलाई छुन सकिनँ। भविष्यमा अनि अर्को कार्यक्रम हामी अवश्य नै भेट्नेछौँ है। र आज मैले सोध्न छुट्याएका र हजुरलाई चाहिँ भन्न मन लागेको, पाठकहरूसम्म पुर्याउन मन लागेको, अरू साहित्यकारहरूसम्म पुर्याउन मन लागेको, भन्न मन लागेको केही कुरा छ कि तपाईँले त्यो भनिदिनुहोस् न। मैले धेरै कभर गर्नुभयो बहिनी, यति राम्रो, यति कुशलतापूर्वक तपाईँ सुरु गर्दै आएर यो आध्यात्मिक साहित्य र अहिले डिजिटल उसमा प्राय धेरै विषयमा ममा फोकस गर्दै पनि, मेरो कृतिहरूमा, मेरो लेखनमा गर्दै पनि तपाईँले वरिपरि आएका विषयहरूलाई, आएका चुनौतीहरूलाई, सबै कुराहरूलाई तपाईँले कभर गर्नुभयो। अघि समय पनि हामीले धेरै लियौँ, भन्न मन लागेको कुरा धेरै हुन्छ, त त्यति हो जीवनमा। अब लेख्नु मन लागेको कुरो पनि धेरै थियो, जस्तो लेख्नु चाहे त्यस्तै मैले लेख्नु सकिनँ होला। जस्तो जीवन अब अघि नै पनि त्यो चुनौतीको कुरा, पेसालाई लिएर मैले के हुन चाहेको थिएँ, के भएँ अघि, त्यो पनि चर्चा भयो होइन। र अब मैले भनेको जस्तो जीवन त हुँदैन, जे जस्तो होस् अलिकति समाजको निम्ति सोचेर गरेर केही योगदान दिउँ भन्ने प्रकारले हामीले बस्यौँ, त्यति नै हो। अनि मैले एउटा पहिला नाटकमा हो, यो बौद्ध दर्शनमा हो, या लेखकले नै लेख्नु भएको एउटा यो दर्शनलाई चाहिँ सधैँभरि म कतै चाहिँ म भनिरहन्छु अघि। आज पनि विश्व महासङ्घसँग बसेको यो बेलामा र मलाई यति साह्रो तपाईँहरूले यस्तो प्रश्नहरू बाँधेर मलाई मेरो जान्ने चेष्टा गर्नुभयो र पाठक समक्ष, सम्पूर्ण श्रोता समक्ष मेरो विषयलाई लानुभयो, त्यो हर्ष व्यक्त गर्दै, धन्यवाद व्यक्त गर्दै, र त्यो कुरा पनि म भन्छु, तिमीले भनेको आगोमा तिमीले भनेको फुल फुल्दैन, तिमीले भनेको हाँगोमा तिमीले भनेको फुल फुल्दैन, तिमीले भनेको हाँगोमै फुल्ला, तर तिमीले भनेको फुल फुल्दैन। जीवन पनि यही हो। यति भनेर म तपाईँहरूलाई नमस्कार गर्न चाहन्छु। र आज जुन होस्ट गर्नुभयो देविका बहिनीलाई, तपाईँलाई धेरै धेरै धन्यवाद। उपस्थित हुनुहुन्छ जो पर्दा पछाडि काम गरिरहनु भएको छ विश्व महासङ्घले, उहाँहरूलाई पनि मेरो नमस्कार, र सम्पूर्ण सदस्यहरूलाई नमस्कार गर्दै धेरै धेरै धन्यवाद अनि शुभरात्रि। हजुरलाई पनि अब दीर्घायुको कामना, शुभकामना दिन्छौँ हामी है। र नयाँ कृतिको पर्खाइमा छौँ, र यो बन्द गर्नु अगाडि चाहिँ एउटा कविता वाचन तपाईँलाई मुखस्थ छ भने चाहिँ त्यो भनिदिनुहोस् न, गरिदिनुहोस् वाचन। अब आमा नै भनौँला, छोटो कविता गरौँ अघि, आमाकै विषयमा भन्छु। छोटो लाइन पनि दोहोऱ्याउँदिनँ म। मेरो आँखाको पुतलीबाट एउटा परेवा उडेर आकाशतर्फ गयो, मेरो आँखाको पुतलीबाट एउटा परेवा उडेर आकाशतर्फ गयो, म आँखामा गङ्गा यमुना लिएर उभिएको छु म त्यो गाउँको डाँडामा, त्यो परेवा उडेको दिशातर्फ हेर्नु, देख्छु उता तारा भई बसेको रहेछ आकाशमा, टिमटिमाउँदै मलाई केही भन्न खोज्छ, म भन्छु भो अब केही भन्नु पर्दैन, अब तारा भइसकेर पनि अब धेरै दुःख नमान्नु, त्यहीँ बसिरहनु, नओर्लनु फेरि यो दुखिया धरतीमा। सुनेर कस्तो हाँस्दै तारा बादल पहाडमा कतै हराइ गयो, त्यो उडिजाने सेतो परेवा आकाशको त्यो दुखिया तारा हो मासै मेरी आमा, मेरी आमा, मेरी दिवंगत आमा, प्यारी आमा। धन्यवाद।
यति सुन्दर अर्थपूर्ण है आमाको लागि। हुन्छ, यसरी आइदिनु भयो, हाम्रो निम्तो स्वीकारी आइदिनु भयो है। धेरै धेरै धन्यवाद हजुरलाई, र फेरि पनि हामी भेटौँ। तपाईँहरूलाई पनि धेरै र धेरै धन्यवाद, हजुर, नयाँ शुभकामना। कृतिको हजुर प्रतीक्षामा हामी बस्नेछौँ। र विश्व आजको लागि महासन्देश सबै विश्वलाई समेट्दै जाउन् भाषा साहित्यलाई, यो शुभकामना पनि लिनुहोस्। हस्, धेरै धेरै हुन्छ, धन्यवाद। धन्यवाद। शुभम, कोही छैन त साउन्ड युट्युब रेकर्डिङ रेकर्डिङ ए स्टप। Mm.